हामीले दुवै काम सम्पन्न गर्यौं। हामी फेसबुकमा लाइभ पनि छौं। यो कार्यक्रम फेसबुकमा लाइभ छ अहिले, र यो कार्यक्रमलाई हामीले रेकर्ड पनि गरेका छौं पछिका लागि हेर्नका लागि कुन किसिमबाट यो कार्यक्रम सम्पन्न भएको थियो र कहिले कस्तो विचार राख्नु भएको थियो आजको लौकथा संग्रह जलपमाथि। नमस्कार सबैमा, यस कार्यक्रममा सबैलाई स्वागत छ। म विश्वराज अधिकारी स्रष्टा साँझ अमेरिकाको आयोजनामा भएको पुस्तक परिचर्चा कार्यक्रम लिएर उपस्थित भएको छु। आज हामी कुमुद प्रसाद शर्मा प्याकुरेलले लेख्नु भएको पुस्तक जलपमाथि परिचर्चा गर्नेछौँ। आज यस कार्यक्रमको सभापति कथाकार डाक्टर दीनबन्धु शर्मा हुनुहुन्छ। उहाँलाई हामी स्क्रिनमा देखिरहेका छौँ। आज हामी साहित्यकार डाक्टर दीनबन्धु शर्मा ज्यूको सभापतित्वमा यो कार्यक्रम सम्पन्न गर्नेछौँ। लौकथा संग्रह जलपमाथि परिचर्चा गर्न हाइमाझ परिचर्चाकारहरू हुनुहुन्छ रन्जु खनाल, हामी स्क्रिनमा उहाँलाई देखिरहेका छौँ। त्यसै गरी दीपक लोहनी, उहाँलाई पनि हामी स्क्रिनमा देखिरहेका छौँ। ममता मृदुल, नमस्कार, उहाँ आउने क्रममा हुनुहुन्छ र आउनुहुन्छ होला कार्यक्रम चलिरहेको क्रममा। त्यसै गरी डाक्टर शेखर कुमार श्रेष्ठ परिचर्चाकारमा हुनुहुन्छ र उहाँलाई हामी स्क्रिनमा देखिरहेका छौँ। खेमराज पोखरेल, उहाँलाई पनि हामी स्क्रिनमा देखिरहेका छौँ। आज यतिजनाले यस पुस्तकमाथि आफ्नो धारणा राख्नुहुनेछ। कृपया परिचर्चाकारहरूले तोकिएको समयभित्रमा रहेर आफ्नो धारणा राखिदिनु हुन अनुरोध छ। कृपया समय सीमालाई ख्याल गरिदिनु होला। हाइमाझ अतिथिहरू पनि हुनुहुन्छ, तर अहिले त एकजना मात्रै म यहाँ देखिरहेको छु, मनिष कुमार शर्मा समेत। उहाँ अतिथिको रूपमा हुनुहुन्छ र उहाँको एउटा पुस्तक हालै मात्र अर्ध शताब्दीको हामीले त्यो लौकथा सङ्ग्रहको परिचर्चा गरेका थियौँ र उहाँले त्यस लौकथा सङ्ग्रहमा गणितको पनि प्रयोग गर्नुभएको थियो भन्ने बारे निकै चर्चा भएको थियो। यसै गरी हामीमाझ लौकथा सङ्ग्रह जलपका लेखक कुमुद प्रसाद शर्मा प्याकुरेल पनि उपस्थित हुनुहुन्छ। सबैले यस कार्यक्रममा पुनः स्वागत छ। यो कार्यक्रम फेसबुकबाट लाइभ हेरिरहनुभएका संसारभरिका श्रोताहरूलाई पनि स्वागत छ। अब परिचर्चाको क्रम विधिवत रूपमा आरम्भ हुन्छ नै। सर्वप्रथम म रन्जु खनालज्यू समक्ष पुग्छु, काठमाडौँ पुग्छु। रन्जु खनालज्यू, कुमुद प्रसाद शर्मा प्याकुरेलले लेख्नु भएको लौकथा संग्रह जलपभित्रका लौकथाहरू मध्ये आफूलाई मन परेको कुनै एक लौकथा वाचन गरेर त्यसको समीक्षा समेत गरिदिन अनुरोध छ। यहाँको लागि समय 6 मिनटदेखि 8 मिनट छ। रन्जु खनालज्यू। नमस्कार। आजका लौकथा नायक कुमुद शर्मा प्याकुरेल सरलाई धेरै धेरै बधाई तथा शुभकामना। विश्वराज अधिकारी सरले सधैँ मलाई मौका नजाने, म खासै अब सिक्दैछु, धेरै अवसर दिनुभएको छ र स्रष्टा साँझ अमेरिका र यहाँ पाल्नुभएका सम्पूर्ण मेरा अग्रजहरूप्रति म नमन गर्दै रन्जु खनाल। सबै लौकथा पढी मैले, सबै राम्रो छ नराम्रो भन्ने छैन, तर एउटा छनौट गर्नुपर्दा चाहिँ मैले बिचरी भन्ने लौकथा छनौट गरेँ, लौकथा वाचन गर्नु गइरहेछु। मामु भोलि म स्कुल जान्न है, छोरीले आँसु झार्दै भनिन्। स्कुलबाट आउने बित्तिकै सोधेँ, गृह कार्य गर्नु बस्थिन् सधैँ। आज निकै बेरसम्म टोलाइरहन्, खाजा खान पनि मानिनन्। मैले धेरै कर गरेपछि उनीहरूले जुठो मुखसम्म गरिन्। सशङ्कित हुँदै मैले क्रमशः उनका साथी शिक्षक शिक्षिकाहरू अनि बसका चालक एवं सहचालकको व्यवहारबारे सोधपुछ गरेँ। उनीहरूले कसैको बारेमा पनि नराम्रो प्रतिक्रिया जनाइनन्। गृह कार्य पुस्तिका समेत पल्टाएर हेरेँ, कुनै कैफियत जनिएको थिएन। कुरै कुरामा उनीहरूले भनिन्, विज्ञान सामाजिक र नेपालीका प्रोजेक्ट वर्कहरू भोलि नै बुझाउनुपर्छ, नत्र मिसले कक्षामा दिनभरि कुखुरा बन्न लगाउँछु भन्नुभएको छ। उनकी शिक्षिकालाई राम्ररी चिन्दैन थिएँ म। घर खोज्दै पुगेँ। शनिबार र आइतबार छुट्टी हुन्छ, त्यसैले कृपया प्रोजेक्ट वर्क दिँदा सोमबार बुझाउने गरिदिने गर्नुहोला भन्नु थियो मलाई थियो। उनका घर पुगेर मैले ढोका ढकढक्याएँ। सानी नानीले ढोका खोलिन्। शिक्षिका चाहिँ काममा व्यस्त थिए। उनीहरूले मलाई सोफामा बस्न अनुरोध गर्दै भनिन्,
प्रोजेक्ट वर्क नगरिदिने हो भने के गर्नु, आफूले यसरी प्रोजेक्ट वर्क नगरिदिने हो भने बिचारी त रातभर सुत्न पाउँदिन। कथा यतिकैमा अन्त्य भएको छ। अब कथा यो कथा मलाई अब अहिले समसामयिक भएर होला, बोर्डिङ स्कुलको सबै मलाई अति नै अब मन पर्यो, त्यसैले मैले यो कथालाई रोजी। एउटालाई छान्नु पर्दा बिचारी कथालाई चाहिँ मैले रोजी। बिचारी लघुकथा समसामयिक विषयवस्तु समेटेको कथा हो यो। अहिले बोर्डिङ स्कुलमा सबैको एउटा प्रतिनिधित्व गर्ने कथा, बालबालिकाको मनोविज्ञानमा आधारित कथा भएकोले शैक्षिक क्षेत्रमा भएको विकृति भनौँ या कमी कमजोरीलाई चाहिँ यस लघुकथाले औल्याएको छ। हप्तै पछि 3 दिन विषयको परियोजना कार्य गरे दिएर बच्चाको मानसिक स्थिति बिगार्ने परम्परा प्रत्येक बोर्डिङ स्कुलको रहेको देखिन्छ। गृह कार्य गर्नु नभ्याउँदा बालबालिकाको मानसिक रूपमा शिकार भएका पनि छन्। विशेष गरी बोर्डिङ स्कुलमा महँगो फी तिरेर उल्टै खर्च गराएर धेरै परियोजना कार्य कतिपय अभिभावक अनि बालबालिकामाथि पर्न गएको असरले बच्चाको मानसिक वृद्धिमा नकारात्मक प्रभाव पर्ने त होइन? यो एउटा जल्दो बल्दो प्रश्न आएर खडा हुन्छ, तेर्सिन्छ भन्ने सन्देह पनि उठ्न सक्छ। जुन शिक्षिकाले स्कुलमा बालबालिकालाई परियोजना कार्य दिएकी छिन्, उनैकै घरमा छोरीको परियोजना कार्य गरिदिने प्रवृत्तिले आफैले सिद्धान्त अनि कार्य व्यापारलाई दुई धारामा राखेको अनुभव हुन्छ। यस्तो एउटा गर्ने अर्को प्रवृत्तिले द्वैत चरित्रको उजागर पनि यस कथाले गरिएको छ। दिने एउटा, आफूले बेहोर्ने अर्को। अर्काको छोराछोरीलाई जति गृह कार्य दिए पनि हुने आफ्नो छोराछोरीलाई गाह्रो हुन्छ भनेर छोरीको गृह कार्य सम्बन्धी गरिदिने प्रवृत्तिले वर्तमान समस्याको जटिल प्रश्न भएर आएको छ, खडा भएको छ यो भन्ने सकिन्छ। यहाँ प्रश्न उठाउन सकिन्छ, आफ्नै छोरीलाई छिटो सुताउन गृह कार्य गरिदिने शिक्षिका स्कुलमा चाहिँ विद्यार्थीहरूलाई चाहिँ धेरै टन्न आवश्यकभन्दा बढी चाहिँ गृह कार्य दिएको देखिन्छ। अर्काका छोरालाई चाहिँ आफ्नो छोरीलाई चाहिँ छिटो गराएर सुताउनु पर्ने, आफैले गृह कार्य गरिदिएर तर अर्काका अभिभावकका बच्चाहरूलाई चाहिँ छिटो सुत्नु नपर्ने, यो चाहिँ एउटा प्रश्न खडा भएको छ। अधिकतम किताबको सङ्ख्या अहिले बोर्डिङ स्कुलमा धेरै नै अधिकतम किताबको सङ्ख्या थुप्रै छ। अनि अत्यधिक गृह कार्य दिँदा बालबालिकामा पर्न गएको तनावले बाल मस्तिष्कमा पर्ने सक्ला। आज यो राष्ट्रिय समस्या नै बन्न पुगेको चाहिँ मैले अनुभव गरेको छु। विद्यालय त सिकाउने ठाउँ हो, यसमा कुनै छैन। बालबालिकाले विद्यालयबाट ज्ञान आर्जन गर्छन्, दुई मात्रै छैन यसमा। यसो भन्दैमा बढी गृह कार्य दिएर मस्तिष्क विषयमा दबाब पर्न त दिनुहुन्न भन्ने कुरामा लेखक अति नै संवेदनशील भएको मैले महसुस गरेँ। सबै स्कुल शिक्षक शिक्षिकाले गृह कार्यको नाममा बच्चाहरूलाई पर्न गएको नकारात्मक प्रभावबाट चिन्तन मनन गर्न जरुरी छ। यो आजको यो साझा समस्याकै रूपमा खडा भएको देखिन्छ। म यसरी भन्दै म मेरो भनाइ यही टुङ्ग्याउँछु। कतिसम्म सक्षम भए विश्वराज सरको प्रश्नमा अब यहाँहरूले अग्रजहरूले मूल्याङ्कन गर्नु नै हुनेछ, म त एउटा सिकाएको मान्छे कति होइन। विश्वराज सरको उत्तरमा कति भएँ, अब मिलेन यहाँहरूले मूल्याङ्कन गर्दै यहाँबाट बिदा हुन्छु। जय लघुकथा, हस्, नमस्कार। धेरै धेरै धन्यवाद रन्जु खनालज्यू। को कति जान्ने र को नजान्ने भन्ने होइन, आफ्नो प्रयास हो, सबैको आफ्नो शैली हुन्छ। त्यसले गर्दा यहाँ धेरै प्रस्तुति यहाँले धेरै राम्रो प्रस्तुति गर्नुभयो। अब म दीपक सर कहाँ आउँछु। दीपक सर, यो लघुकथा सङ्ग्रह जुन छ नि जलप, यो जलप कुमुद प्रसाद शर्मा प्याकुरेलले लेख्नु भएको छ। यसलाई एकदमै माया पनि गरिकन र माया नगरिकन पनि, यसको सबल पक्ष पनि यसका कमजोर पक्ष पनि दुवैतिर प्रकाश पार्दै यो पुस्तकको समीक्षा गरिदिन अनुरोध छ। र सरको लागि समय चाहिँ 15 मिनट छ। सर हुन्छ सर, धेरै धेरै धन्यवाद। यतिखेर हामी स्रष्टा साँझ अमेरिकाको ब्यानरमा कृतिकार कुमुद शर्मा प्याकुरेलको कृति जलपमाथि चर्चाको सिलसिलामा छौँ।
म तपाईँहरूकै शब्दको साथी दीपक लोहनी काठमाडौँबाट छु। विशेषहरूले कुमुद शर्मा प्याकुरेलज्यूको यो लौकथा कृतिको बारेमा टिप्पणी राख्ने मौका दिनुभयो, त्यसको लागि धन्यवाद। अहिले ठ्याक्कै काठमाडौँमा 7:30 बजेको छ। म 7:45 भित्रमा आफ्नो भनाइ टुङ्ग्याउँछु। विशेष गरी कुमुद प्रसाद शर्मा प्याकुरेललाई उहाँको कृतिको बारेमा चर्चा गर्दाखेरि दुईटा पक्षबाट कृतिको चर्चा गर्नु आवश्यक हुन्छ होला। एउटा रूप विधानको आधारबाट र एउटा वस्तु विधानको आधारबाट। रूप विधानको आधारबाट भन्नुपर्दा यो लौकथाभित्र 65वटा लौकथाहरू छन्, जसमा एक पदीय लौकथाहरू 58 छन् भने दुई पदीय लौकथाहरू 7वटा रहेका छन्। लौकथाको शीर्षकलाई हेर्नु पर्दाखेरि सबै शीर्षकहरू सुबोध्य छन् र बोधगम्य पनि छ। पछिल्ला समय केही साथीहरूले शीर्षकलाई जटिल बनाउने प्रयासहरू पनि गरिराख्नु भएको छ, प्रयोगको रूपमा पनि गरिराख्नु भएको छ। कृतिकार कुमुद प्रसाद शर्मा प्याकुरेलले कृतिको नाम नै जलप राखेर यहाँभित्र केही जलप वस्तु अर्कै र त्यहाँभित्रको जलप अर्कै छ भन्ने कुरा देखाउने प्रयास पनि गर्नुभएको हो कि भनेर भन्न सकिन्छ। शब्द सजिलो छ, जलप सजिलो छ, सबैले बुझ्ने शीर्षकबाट पुस्तकको नाम रहेको छ र जलपलाई हेर्दाखेरि हाम्रो वस्तु एउटा र हामीले देखिरहेको कुरा चाहिँ अर्कै हो कि भन्ने कुरा चाहिँ अनुमान कृतिको नामबाट नै गर्न सकिन्छ। विशेष गरी यो कृतिमा लौकथा समाजका पूर्व अध्यक्ष, अहिले स्रष्टा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदनले समकालीन जीवनको सूक्ष्म चित्रण भनेर एउटा राम्रो लामो एउटा समीक्षात्मक लेख लेख्नु भएको छ। यो शीर्षकबाट नै बुझ्न सकिन्छ यहाँभित्रका लौकथाहरू समकालीन जीवनको सूक्ष्म चित्रणहरू यो लौकथाभित्र गरिएको हुनुपर्छ, गरिएका छन् भनेर श्रेयम श्रेष्ठ रोदनको टिप्पणीबाट पनि थाहा पाउन सकिन्छ। त्यसै गरी यो लौकथाको अन्तिम पृष्ठमा खेमराज पोखरेलले चोटिलो एउटा दिव्य टिप्पणी गर्नुभएको छ, जहाँ यहाँभित्र कस्ता कस्ता लौकथाहरू छन् भनेर कुनै पनि पाठकलाई अथवा समीक्षकलाई सजिलो बनाउने हिसाबले लेखिदिनु भएको छ। यी सबै कुराहरूलाई समर्थन गर्दै र यी उहाँहरूको विचारले एउटा पाठकलाई, एउटा समीक्षकलाई आफ्नो धारणा बनाउन झनै सजिलो भएको मैले महसुस गरेको छु। विशेष गरी कुमुद शर्मा प्याकुरेललाई हामीले सरसर्ती हेर्ने हो भने उहाँ लौकथा लेखनको अगाडि नै उहाँ कथाकारको रूपमा, कविको रूपमा, गीतकारको रूपमा र मुक्तकारको रूपमा उहाँको परिचय बनिसकेको छ। तसर्थ पनि उहाँको परिचयलाई र यो कृतिलाई हेर्दाखेरि उहाँभित्र कथ्य पनि हुनुपर्छ कथाकार भएको नाताले र गीतकार भएको नाताले उहाँभित्रकाले विषयलाई, प्रस्तुतिलाई कोमलताका साथ उहाँले प्रस्तुति दिनुभएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ र काव्य पनि उहाँको लौकथामा छन् भन्ने हामी भन्न सक्छौँ र मुक्तकार भएको नाताले एउटा सीमाभित्र रहेर उहाँले लेख्न सक्नुहुन्छ भन्ने खुबी पनि देखाउन उहाँको परिचयमा मुक्तकारको रूपमा पनि हामीले हेर्न सक्छौँ। तसर्थ यो लौकथाभित्र कथाकार, कवि, गीतकार र मुक्तकार कुमुद प्याकुरेलको एउटा कम्प्लिट प्याकेजको रूपमा लौकथामा आएको देख्न सकिन्छ। उहाँ विशेष गरी न्याय सेवाबाट निवृत्त हुनुभएको व्यक्तिको रूपमा भएको कारणले उहाँले जीवनलाई
चारैतिरबाट बुझ्नु भएको अनुमान गर्न सकिन्छ र कानुनी रूपबाट पनि उहाँ अब्बल हुनुहुन्छ भन्ने कुरा गर्न सकिन्छ। यी भए उहाँका रूप सौन्दर्यको आधारबाट उहाँलाई हेर्ने तरिका। अब वस्तु विधानको बारेमा हेर्नु पर्दा उहाँका लौकथाहरूमा विविधता, विषयका विविधताहरू अनगिन्ती छन्। तर यति हुँदाहुँदै पनि विषयगत विविधताको बारेमा अहिले हामी चर्चा गरौँला पनि। तर यति हुँदाहुँदै पनि मूलतः उहाँ परिवार, समाज र कार्यालय आसपासमा देखेको, सुनेको र भोगेको अनुभवहरूलाई कतै कल्पनामा, कतै स्वर कल्पनामा उतारेर यो लौकथा लेख्नु भएको जस्तो एउटा पाठकले त्यसरी अनुभूत गर्न सक्छ। विशेष गरी यी लौकथाहरूमा समसामयिक सङ्गति र विसङ्गतिहरू छन्। श्रीराम श्रेष्ठ रोदनले अग्रभागमै लेखिसक्नु भएको छ। उहाँका लौकथाहरूमा समसामयिक जीवनको सूक्ष्म चित्रण उतारिएको छ भनेको कारणले बाट त्यसरी हेर्नलाई एउटा पाठक त्यो दृष्टिकोणबाट पनि हेर्न सक्छ। यहाँभित्रका लौकथाहरू सामाजिक समसामयिक विषय, विसङ्गति र सङ्गति भित्र यी लौकथाहरू रहेका छन् र जीवनको अनुभूति र मनोविश्लेषणहरू पनि यी लौकथाहरूभित्र बग्रेल्ती पाउन सकिन्छ। विशेष गरी विषयगत रूपमा हेर्नु पर्दाखेरि यहाँ राजनीतिक विषयहरू पनि आएका छन्। उदाहरणको लागि सपुत भन्ने लौकथा लिन सकिन्छ पेज नम्बर 35बाट। सरकारी सेवाको लामो अनुभवबाट आएको अनुभूतिहरू पनि यो लौकथामा पाउन सक्छौँ हामी। त्यसै गरी समाजमा रहिरहेको विकृतिहरूलाई पनि हेर्न सकिन्छ। उदाहरणको लागि शहीद भन्ने लौकथा लिन सकिन्छ। मानवीय भावनाहरूबाट विचलित भएको अवस्थामा लेखिएका लौकथाहरू पनि छन्। उदाहरणको लागि भिसा भन्ने लौकथा लिन सकिन्छ। त्यसै गरी कृतिमाथि विशेष गरी कृत्रिमतामाथि फैलिरहेको अहिलेको हाम्रो जनजीवन, अहिले हामी जलपमा बाँचिरहेका छौँ। कृत्रिम जीवन र त्यसकै परिचर्चामा हामी बाँचिरहेका छौँ। यसको उदाहरणको लागि सफाई भन्ने लौकथा हामी हेर्न सक्छौँ। पदमा हुँदाखेरि र पदबाट बाहिरिसकेपछिको दृष्टिकोणहरू कस्ता कस्ता हुन्छन् भन्ने कुरा पनि लौकथामा आएको छ। वैदेशिक विभेदहरूबाट पनि यो लौकथाले लैङ्गिक विभेदबाट पनि यी लौकथाहरू लेखिएका छन्। केही लौकथाहरू स्वयं कल्पना युक्त लौकथाहरू पनि छन्। साहित्यिक मूल्य र अवमूल्यनहरू कस्ता भइरहेका छन् र व्यापारिक सोचबाट हाम्रो साहित्य कता पुगिरहेको छ भन्ने कुरा पनि देखाइएको छ। कथाहरू पनि देखिएको छ। मनोविज्ञान पनि यी लौकथाहरूमा आएका छन्। द्वन्द्वले आक्रान्त पारेको हाम्रो समाजको चित्रण पनि आएको छ। महिला अधिकार र शोषणको बारेमा पनि लौकथाहरू आएका छन्। समय सीमाको पाबन्दीले गर्दा मैले यी लौकथाहरूको नामै चाहिँ भन्न चाहिनँ अहिले पछिल्लो समयमा आएर। जीवनबोध गराउने लौकथाहरू पनि छन्। जस्तो उदाहरणको लागि ओथ भन्ने 26औं पेजमा रहेको छ। पुस्ता बीचको खाडल कस्तो हुन्छ, यस्ता लौकथाहरू पनि आएका छन्। अघि शैक्षिक लौकथा पनि वाचन गरियो। आर्थिक व्यतिथिहरूको लौकथाहरू पनि यसभित्र छन्। कानुनी लौकथाहरू पनि छन् र विशेष गरी धार्मिक बेमानी र बेमानीहरू पनि लौकथामा आएका छन्। यी भए लौकथामा देखिएका विविध विषयहरू। विशेष गरी अधिकांश लौकथाकारहरू धेरै विषयमा लौकथाहरू नलेखिकन केही सीमित विषयहरूमा मात्रै खेलिरहेको देखिन्छ। कुमुद प्रसाद शर्मा प्याकुरेलले चाहिँ आफूलाई सर्व विषयमा, सबै विषयहरूमा चाहिँ आफूलाई खेलाइराख्नु भएको छ लौकथामा भन्न
भन्ने बुझ्न सकिन्छ। विशेष गरी लौकथामा कौतूहलता, आकस्मिकता, वक्ररेखीय प्रभाव र अन्त्यतिर आएपछि अणुसामर्थ्य पनि हुनुपर्छ लौकथामा भनेर भनिन्छ र त्यस्तो लौकथालाई हामी उत्कृष्ट लौकथाहरू पनि मान्छौँ। कुमुद शर्मा प्याकुरेलले लेख्नुभएका यी लौकथाहरू यस्तै किसिमका छन्। उहाँ एउटा लौकथाको समीक्षक पनि हुनुहुन्छ। उहाँले आफ्नो समालोचकीय दृष्टिकोण राख्दाखेरि, समीक्षात्मक टिप्पणी राख्दाखेरि उहाँले लौकथा जहिले पनि चोटिलो, पोटिलो, रसिलो र कसिलो हुनुपर्छ भनेर उहाँले आफ्नो एउटा सजिलो सूत्र बनाउनु भएको छ सबैले बुझ्ने गरेर। त्यही सूत्र अनुसार पनि उहाँको लौकथाहरू, अधिकांश लौकथाहरू चोटिलो, पोटिलो, रसिलो र कसिलो छन्। अब यहाँ विश्व सरले केही यसका सीमा पक्ष पनि औँलाइदिनुहोस् न भन्नुभएको छ। पछिल्लो समय यो समीक्षात्मक टिप्पणी राख्दाखेरि सीमा पक्षलाई औँलाउनु भन्दा पनि लेखकको सम्भावना औँल्याउन चाहिँ म रुचिकर ठान्ने गर्न थालेको छु। सीमा पक्ष हुन त कुमुद शर्मा प्याकुरेलको सीमा पक्ष खोजियो भने देखाउन पनि केही सकिन्छ, तर अन्य लौकथाकारहरूको तुलनामा उहाँका लौकथाहरूमा, विशेष गरी यो दोस्रो लौकथा सङ्ग्रहमा आइसकेपछि उहाँका लौकथाहरूमा अहिलेको पछिल्लो लौकथाको सिद्धान्तहरूको आधारबाट सीमा पक्ष खोजिँदाखेरि चाहिँ गाह्रो अवस्था आइसकेको छ। खेमराज सरले यहाँ पछाडि लेखिदिनु भएको छ, उहाँका लौकथाहरू पछिल्लो सिद्धान्तसँग मिल्ने खालका लौकथाहरू छन् भन्ने आशयबाट 4-5वटा बुँदाहरू सहित राखिदिनु भएको छ। यी बुँदाहरूलाई टेकेर भन्नुपर्दा उहाँका लौकथाहरूमा सीमा पक्ष त्यति देखिने पक्षमा छैनन् होला। र मेरो पछिल्लो रुचि चाहिँ कस्तो छ भने लौकथाकारहरूको एउटा स्रष्टाहरूको गल्ती कमजोरी देखाउनु भन्दा पनि स्रष्टाहरूभित्र रहेको सम्भावनाहरू खोजिदिनु चाहिँ म आफ्नो धर्म मान्दछु। अब उहाँको भित्र कस्तो धर्म छ, कस्तो सम्भावनाहरू छ भनेर चाहिँ खोज्नु पर्दा विशेष गरी नेपाली लौकथामा हरेक व्यक्तिको एउटा शैली हुन्छ, एउटा स्वभाव हुन्छ र क्षमता हुन्छ। विशेष गरी कुमुद शर्मा प्याकुरेल चाहिँ समग्र नेपाली लौकथामा एउटा त्यस्तो क्षमता भएको व्यक्ति हुनुहुन्छ जसले कानुनी लौकथाहरू लेख्न सक्ने क्षमता उहाँभित्र छ। अन्य थुप्रै साथीहरूले कानुनी लौकथा लेख्छु भन्दा पनि त्यो ढङ्ग नपुगिरहेको अवस्था हुन सक्छ भने उहाँले कानुनी लौकथा लेख्दिन भन्दै पनि कानुनी शब्द र कानुनी जटिलताहरूलाई यति सहज रूपमा उहाँले आफ्ना लौकथाहरूमा लेख्नुहुन्छ। यहाँ पनि उहाँका केही कानुनी शब्दहरू आएका र कानुनी विषयका लौकथाहरू लेखिएका उदाहरणहरू दिन सकिन्छ। समयको सीमामा ठ्याक्कै अन्तिमतिर पुगेको कारणले म के भन्न सक्छु भने विशेष गरी विविध विषयहरूमा रमाउँदै पनि कुमुद शर्मा प्याकुरेलको लेखनी लौकथामा विशेष गरी कानुनी विषयक लौकथाहरूमा उहाँको अग्रसरता अझ व्यापक रूपमा अगाडि बढ्यो भने साँच्चै नै नेपाली लौकथाले अझै एउटा खुड्किलो चढ्छ भन्ने मेरो विश्वास छ र त्यो क्षमता कुमुद शर्मा प्याकुरेलमा म प्रष्ट रूपमा देख्छु। आगामी दिनमा उहाँका विविध विषयहरूमा लौकथाहरू लेख्दै पनि कानुनी विषयक लौकथाहरूमा अझ बढी जोड दिनुहोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। यति भने विश्वराज सर, सम्पूर्ण दर्शक श्रोता र यसलाई अडियो पछि रेकर्डेड फर्ममा हेर्ने सम्पूर्ण विश्वभरि छरिएर रहनुभएका लौकथा प्रेमी साथीहरूलाई पनि नमस्कार भन्दै म बिदा लिन्छु।
काठमाडौँबाट दिपक लोहनी। हस्, नमस्कार। धेरै धेरै धन्यवाद दिपक सर। दिपक सरलाई दोहोरो धन्यवाद गर्नुपर्ने छ। एउटा त यसरी आइदिनु भयो, यो पुस्तकको परिचर्चा गरिदिनु भयो। अर्को, जहिले पनि हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर आइदिनुहुन्छ र कार्यक्रममा आफ्नो मन्तव्य राखिदिनुहुन्छ। यो दुवै कार्यको लागि यहाँलाई धेरै धेरै धन्यवाद। म र मेरो यो संस्था स्रष्टा साँझ आभारी छ यसका लागि। अब म फर्पिङ पुग्छु। फर्पिङ भन्ने बित्तिकै हाम्रो डाक्टर शेखर कुमार श्रेष्ठ शेखर सरले यो पक्कै पनि मलाई नै भने होला, हुन पनि यहाँ फर्पिङकोमा शेखर सर बाहेकहरू कोही पनि यहाँ हुनुहुन्न। धन्यवाद सर, धन्यवाद। हजुर, शेखर सरलाई यो कृति जलप्रतिको मेरो एउटा जिज्ञासा भनौँ अथवा चाहिने मेरो चासो, उहाँले आफ्नो कृतिको नाम जलप, यो लघुकथा सङ्ग्रहको नाम जलप भनेर राख्नुभएको छ। त्यो जलप नामलाई उहाँको यो लघुकथा सङ्ग्रहभित्र रहेका लघुकथाहरू त्यो नामलाई कसरी पुष्टि गर्दछ त? या दुईटाको बिचमा कुनै सम्बन्ध छ या छैन? छ भने कुन किसिमबाट चाहिँ यो पुष्टि हुन्छ? यही कुरो सरले भनौँ न विचार आफ्नो राखिदिनका लागि मैले सरले अनुरोध गरेको छु र सरको लागि समय चाहिने 12 मिनट छ सर। हजुर सर, विश्वास सरलाई धेरै धेरै धन्यवाद। स्रष्टा साँझ अमेरिकाको ब्यानरमा आजको कार्यक्रम भइरहेको छ र आजका कार्यक्रमका सभाध्यक्ष दिनबन्धु शर्मा लगायत आजको परिचर्चा कार्यक्रममा उपस्थित हुनुभएका सबैलाई पुनः मेरो तर्फबाट हार्दिक नमस्कार, नमन व्यक्त गरेँ। सबभन्दा पहिला त म कुमुद शर्मा प्याकुरेल सरलाई जलप बधाई दिँदै जलप कृतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। दिपक सरले सठिक विश्लेषण गरिसक्नुभयो। यसमा कुन कुन विषय छ, पारिवारिक, सामाजिक, राजनैतिक, शैक्षिक, यी विभिन्न विषयका बारेमा, समसामयिक नेपालको बारेमा आएको छ भनिसक्नुभयो। त्यसैले म त्यसमा जान्न, ठ्याक्कै सरले सोध्नुभएको प्रश्नमा ठ्याक्कै केन्द्रित भएँ। सरले जलप लघुकथा र यसभित्र रहेका सङ्ग्रहका लघुकथाहरूको बिचमा चाहिँ साँच्चीकै के जलप छ भनेर सोध्नुभयो। मलाई यो ठ्याक्कै पत्ता लगाउन साह्रै मुस्किल पर्यो। सरले यति सूक्ष्म दिनुभएको छ, म आफैले एउटा केही सिद्धान्त चाहिँ बनाउनुपर्छ कि भन्ने पो लाग्नु पो थाल्यो। त्यसैले यसको लागि म विश्वराज अधिकारी सरलाई धेरै धन्यवाद। किन भन्दा यो खोज्नलाई अलि मेहनत गर्नु पर्यो। र सबभन्दा पहिला शीर्षक सार्थकताका कुरा भयो र त्योसँग सम्बन्धित कृति नामाकरणको सार्थकताका कुरा भयो। दुईवटा कुरा भयो। र कुनै पनि रचनाको नामाकरण गर्नु भनेको शीर्षक राख्नु हो, अनि कृतिको नामाकरण गर्नु भनेको चाहिँ कृति नामाकरण भयो। र कृति नामाकरणको हिसाबले यहाँ जलप शीर्षक राखिएको छ। अब रचनाको नामाकरण गर्ने दुईवटा विधि देखिन्छ र यो हिसाबले हेर्ने भने यहाँभित्रका प्रत्येक सङ्ग्रहका प्रत्येक लघुकथाहरूले हामीले हेर्नुपर्ने भयो, जसमा चाहिँ आदिदेखि अन्त्यसम्मका घटना र त्यसको परिणाम देखाएर परिणाम सार्थक हुने गरी शीर्षक राख्ने चलन छ, वा पात्रको नामबाट वा स्थान विशेषको नामबाट राख्ने चलन छ यो रचनाको चाहिँ। अब कृतिको नामाकरण गर्दा चाहिँ सङ्ग्रहमा भएका कथाहरू मध्ये कुनै एक कथालाई जोड दिएर राख्ने चलन छ। तर यसमा चाहिँ खेमराज पोखरेल सरलाई धेरै धन्यवाद दिनुपर्छ, किन भन्दा उहाँले धेरैचोटि आवाज उठाइरहनु भएको छ। यदि हामीले कृतिभित्र रहेको कुनै पनि लघुकथा सङ्ग्रहलाई मात्रै ध्यान दियौँ भने त्यसबाट सम्पूर्ण कथालाई न्याय हुन सक्दैन। त्यसैले मिल्ने प्रतिनिधि शीर्षक राख्नुपर्छ भन्ने कुरा भएको थियो र देशअनुसार अहिले राख्ने चलन पनि कृतिका लघुकथा भित्रबाट नभइकन बाहिरबाट राख्ने र सबैलाई मिलाएर राख्ने चलन छ। र यसरी राख्दाखेरि कृतिभित्रका रहेका सम्पूर्ण लघुकथाहरूको अन्तर्य, भाव, त्यसको उठान हुनुपर्छ र 100% नभए पनि पूर्ण, वा त्यो पनि भएन भने ठिकै छ, आंशिक अथवा यानि कि 50% भन्दा बढी नै हुनुपर्ने देखिन्छ। अब यस सन्दर्भमा हामीले हेर्ने हो भने जलप शीर्षकलाई हामीले हेर्न सक्छौँ। दिपक लोहनी सरले भनिसक्नुभयो जलपको बारेमा केही कुरा, र यसलाई अलिकति गम्भीर रूपमा शब्दकोशीय अर्थले मैले हेर्ने प्रयास गरेँ। जलप शीर्षक नाम शब्द हो र यो संस्कृत भाषाको तत्सम शब्द जलपत्रबाट बनेको हो र यो जलप भन्ने शब्द तद्भव शब्दको रूपमा आएको छ। र यसले ठ्याक्कै के अर्थ दिन्छ भन्दा कुनै पनि धातु आदिमा रङ लगाउन अथवा भित्रको रङ छोप्नको लागि बाहिर
अझै राम्रो बनाउनको लागि अर्को कुनै धातु पगालेर लगाएको लेपलाई चाहिँ हामी जलप भन्दछौँ, जसलाई चाहिँ मोलम्बा भन्दा सबभन्दा राम्रो हुन्छ। र जलपले के गर्छ भन्दा फलाम वा अन्य धातुलाई सुन पनि बनाइदिन सक्छ, चाँदी पनि बनाइदिन सक्छ, अथवा नक्कली चिजलाई सक्कली बनाउने काम पनि गर्छ र कहिलेकाहीँ सक्कली वस्तुलाई नक्कली बनाउने पनि काम गर्छ। यसको अलिकति अर्थ खोज्दै जाने हो भने मुकुण्डोलाई ल्याउन सकिन्छ। मुकुण्डोले मानवलाई देवता बनाए जस्तै हरेकलाई देवता बनाइदिने काम गर्छ, अथवा यसले यथार्थ छोपेको छ भन्ने कुरा देखाउँछ। र यस अर्थमा कुमुद शर्मा प्याकुरेल सरको 56 भोग 2078 आइसकेपछि, यो जलप शीर्षक 2081 आइसकेपछि पक्कै पनि यो कृति शानदार छ, पढ्दा पनि एकदम मजा आइरहेछ, आनन्द लाग्छ। र कुनै कुनै लौकथामा चाहिँ अलिकति याद गर्नुपर्ने कुरा हुन त दीपक सरले भनिसक्नुभयो। हामीले के चाहिँ कुरा याद गर्नु राम्रो हुन्छ जस्तो लाग्यो भने, मैले यो सम्पूर्ण लौकथा पढिसकेपछि कार्य र कारणको श्रृङ्खला चाहिँ कहीँ कतै अन्त्य भागतिर गएर चाहिँ टुटेको छ भन्ने मलाई लागिरहेछ। यो चाहिँ मेरो भागमा परेन, तैपनि यसमा चाहिँ मैले पढेँ हुनाले त्यति चाहिँ बोल्ने काम गरेँ मैले। अब यसलाई अलिक पृथक ढङ्गले हेर्ने हो भने उहाँको लघुकथाहरूमा के देखिन्छ, अथवा यो जलपले चाहिँ के गर्छ भन्दाखेरि यथार्थ वस्तुलाई लुकाउने काम गर्छ भन्ने कुरा बुझ्नु पर्यो। र यस अर्थमा बुझ्दाखेरि के देखिन्छ भन्दा षड्यन्त्र गरेर अरूलाई छिर्के लगाउने काम जो मानिसले गर्छ, अथवा जसले पूजा गर्ने त्यो पूजा गर्दाखेरि एउटा नराम्रो मान्छेलाई पनि राम्रो बनाइदिन्छ, खराब मान्छेलाई पनि असलतिर ल्याइदिन्छ, अथवा नकारात्मकलाई पनि सकारात्मक ल्याइदिन्छ भने त्यो जलप लगाइदिने व्यक्तिहरू पनि हुन सक्छन्। र कुनै व्यक्तिले जलप लगाउँछन् अथवा कुकर्मीलाई सुकर्मी बनाइदिन्छन्, प्रशंसनीय बनाइदिन्छन्, पुरस्कृत बनाइदिन्छन्, वातावरण सम्पूर्ण नराम्रोलाई पनि सुधार गर्नुपर्ने वातावरणलाई पनि राम्रो बनाइदिन्छ, अथवा व्यक्तिको धमिलो चरित्रलाई पनि उज्यालो र प्रकाशकीय बनाउने काम जलपले गर्दछ भनेर हामीले बुझ्नुपर्छ। र यस क्रममा कुमुद सरको मा चाहिँ व्यक्तिगत रूपमा पनि कतिपय पात्रहरूले जलप लगाएका छन् र कतिपय ठाउँहरूलाई पनि जलप लगाइएको छ, परिस्थिति पनि जलप लगाएर आएको छ भन्ने सन्दर्भमा चाहिँ हामीले यदि यो सङ्ग्रहका लघुकथालाई बुझ्ने हो भने यो जलप शीर्षक को जुन नामकरण छ, कृति नामकरण, यो ठिक छ। र यस क्रममा उहाँले नेताहरू तल्लो तहदेखि, चाहे त्यो राष्ट्रिय स्तरको होस् अथवा अन्तर्राष्ट्रिय स्तरको नै होस्, नेतृत्व गर्ने सबैले भित्री कमजोरी बोकेर यदि बाहिर प्रशंसा बटुलेका छन् अथवा हामीले पनि प्रशंसा गर्दछौँ भने तिनीप्रति यो जलप लघुकथा सङ्ग्रहले व्यङ्ग्य गरेको छ, यो शीर्षकले नै व्यङ्ग्य गर्छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। र यस अर्थमा यहाँ के देखिन्छ भन्दा सामाजिक अभियन्तालाई पनि, साहित्यकारलाई पनि, परिवारदेखि, अभिभावकदेखि, अनि पूजाआजा गर्ने धार्मिक प्रवृत्तिका मान्छेदेखि, कार्यालयका कर्मचारीदेखि हाकिम, सबैजनाले जलप लगाएर बसेको छ, अथवा हाम्रो देश नै जलपमय छ भन्ने कुरा यी लघुकथाहरूले बोक्ने प्रयास गरेको छ। अब त्यसो भए के सबै लघुकथाले जलप बोकेको छ त भन्ने प्रश्न पनि यहाँनिर उठ्न सक्छ। र यस क्रममा हामीले के कुरा चाहिँ याद गर्नुपर्छ भन्दाखेरि जलप भन्ने शीर्षक नाम शब्द भएको हुनाले जुन रचनामा विषयलाई उठाएर त्यो विषयसँग सम्बन्धित प्रसङ्ग, चरित्र, ठाउँ नराम्रो भए पनि राम्रो बनेको छ भने त्यो जलप हुन्छ। र यो जलप भन्ने शब्द आफैमा नाम शब्द भएको कारणले गर्दाखेरि यो स्थान र विषय केन्द्रित हुनुभन्दा पनि यसले चरित्रलाई चाहिँ बढी बुझाउने काम गर्दछ। र यस अर्थमा चाहिँ के बुझ्नु पर्यो भने जलप शीर्षकले चाहिँ चरित्र मन्थनको आवश्यकता देखिन्छ भनेर हामीले हेर्नु पर्यो। त्यसो भए यो जलप लघुकथा सङ्ग्रहमा चाहिँ कहाँ र कसरी जलप देखिन्छ यो कुरा हेर्नुपर्ने स्थिति आउँछ। र यो स्थिति हामीले हेर्ने हो भने यो चरित्रबाट पर्दाफास हुने भएको हुनाले कुमुद शर्मा प्याकुरेल सरको प्राय लघुकथा चरित्र प्रधान नभइकन घटना प्रधान देखिन्छ। र यो कारणले गर्दाखेरि जलप शीर्षकले सबैलाई धान्न सक्छ कि सक्दैन एकचोटि विचारणीय पक्ष छ। तथापि उहाँको त्यो जलप शीर्षकले अथवा त्यसको जुन अर्थ छ त्यसले धान्न सक्ने एकदम राम्रो गहकिलो भनेको महिला दिवस भन्ने लघुकथा देखिन्छ। महिला दिवस लघुकथामा चाहिँ यो हाकिमसँग सम्बन्धित छ
र त्यहाँ रहने एउटा कार्यालय सहायकसँग सम्बन्धित छ। अनि हाकिमले पिकनिकको आयोजना गर्दछ। पिकनिकको आयोजना भइसकेपछि सुरुदेखि अन्तिमसम्म हाकिमको एकदम राम्रो चरित्र देखिन्छ। र जब पिकनिक सबै सकिसकेपछि हाकिमले त्यहाँ कार्यालय सहायकलाई आजको भाँडा माझ्नको लागि दबाब दिन्छ। त्यति बेला कार्यालय सहयोगीले चाहिँ आज महिला दिवस भनेर जुन भन्ने काम गरिसकेपछि ती हाकिम साहबले चाहिँ फेरि के भन्छन् भन्दा त्यसो भए भोलि माझ्दा नि हुन्छ भन्ने कुरा व्यक्त गरिएको छ। हो, यहाँनिर के देखिन्छ भन्दा महिलाको आन्तरिक र बाह्य व्यवहार फरक छ। यो आन्तरिक र बाह्य व्यवहार जुन तरिकाले फरक गरिएको छ यसले चाहिँ जलप देखाइएको छ। र यस्तो शीर्षकको जुन विषय छ र यो जुन कृतिको नामाकरण छ, यो कृतिको नामाकरण र विषयले यो शीर्षक एकदम सान्दर्भिक देखिन्छ। र त्यसै गरी पालो शीर्षकको लघुकथामा चाहिँ हामी जाने हो भने सासु र बुहारीको कथा छ। र यहाँ चाहिँ सासु पदमा बसुन्जेलसम्म ढुक्कसँग बसिरहेको छ। जब त्यो संरक्षकको पदबाट ऊ गइसकेपछि, सासूको ठाउँमा अर्को आइसकेपछि उसको टाउको दुखेको छ, बिरामी परेको कुरा छ। अर्थात् पद नहुँदा मान्छेलाई कतिसम्म पीडा हुन्छ भन्ने कुरा यहाँ देखाइएको छ। मान्छे पदको लोभमा कसरी फस्दछ भन्ने कुराको झलक यसमा पनि लगाउने काम गरिएको छ। र यसरी हेर्ने हो भने उहाँको आत्मसन्तुष्टि, भिसा, आन्दोलन, आदर्श, संयोग जस्ता अन्य लघुकथा सङ्ग्रहमा पनि यथार्थ कुरालाई लुकाइएको छ र त्यसमा जलप लगाएर हामीले हेरिरहेका छौँ। हामीले जलप लगाएर व्यक्ति र समाजलाई प्रस्तुत गरिरहेका छौँ भन्ने कुरा व्यक्त भएको छ, जसको कारणले यो कृतिको नामाकरण एकदम सठिक छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। र अर्को कुरा, केही लघुकथालाई फेरि हेर्ने हो भने हुन त 100% अब लघुकथामा सबै मिल्नुपर्छ भन्ने छैन। मैले अघि नै भनिसकेँ 50% भन्दा बढी मिल्नुपर्ने हुन्छ भन्ने लाग्छ मलाई। र यस क्रममा अलिकति जलपले नधान्ने केही शीर्षक पनि छन्, जस्तै सन्तान हारालुछ, जिम्मेवारी, सपना, बिचरी, तुजुक, न्याय, पीडा, व्यवसाय, आश्वासन आदिले चाहिँ जुन जलप शीर्षकको छ त्यो चाहिँ अलि धानेको छैन कि भन्ने मलाई चाहिँ लाग्छ। जस्तै उदाहरणको लागि एउटा इन्साफ लघुकथालाई हेरौँ। इन्साफ लघुकथामा एउटा अदालतको प्रसङ्ग छ। अघि न दीपक सरले भनिसक्नुभयो, कुमुद सर चाहिँ अदालतको विषयमा एकदम जान्ने हुनुहुन्छ, त्यस विषयमा आएको छ भनेर। विषयवस्तु एकदम राम्रो छ। म यो प्रश्नमा मात्र केन्द्रित भएर यो कुरा आजको परिचर्चा कार्यक्रममा बोलिरहेको छु। सुकुमाया अदालतमा हाजिर हुन्छ, यसको मतलब अदालतमा उनको मुद्दा छ। अनि वकिलले बौद्धिक अभ्यास गरेको छ, यहाँ परिवेशको रूपमा आएको छ। र त्यहाँनिर सुकुमायाले के थाहा पाउँछ भन्दा मुद्दा तिमीले नै जित्छौ भन्ने आश्वासन पनि उसले पाएको छ। ऊ खुसी पनि देखिन्छ अलिअलि। तर जब त्यो फैसला हुने बेला हुन्छ त्यसपछि रायबाजी भयो भन्ने कुरा आउँछ। र त्यो रायबाजी भयो भन्ने कुरा आइसकेपछि दुईजना वकिलले चाहिँ तिम्रो पक्षमा लडेको, तर तीनजनाले चाहिँ अर्को पक्षमा लागेको हुनाले सुकुमायाले हारेको भन्ने कुरा यहाँ व्यक्त गरेको छ। र त्यसपछि सुकुमायाले के भन्छ भन्दा त्यसो भए दुईजनाले दिएको न्याय पाउन म कहाँ पुग्ने भनिसकेपछि यहाँ यदि परिवेशलाई मानेर अलिकति सठिक ढङ्गले सिधा अर्थमा बुझ्ने हो भने यहाँ चाहिँ जलप चाहिँ देखिँदैन। यस्ता खालको लघुकथामा नदेखिनुको कारण भनेको चाहिँ मैले फेरि अघि न भने यो घटना प्रधान लघुकथामा चाहिँ यो ठ्याक्कै शीर्षकले, यो जलप शीर्षकले चाहिँ ठ्याक्कै म्याच चाहिँ गर्दो रहेछ, तर चरित्र प्रधान कथामा चाहिँ गर्दो रहेछ भन्ने कुरा यहाँ व्यक्त भएको छ। र यो पढ्दै जाँदाखेरि मैले के देखेँ भन्दाखेरि के कारणले चाहिँ जलप कतिपयमा निस्किएन भन्दाखेरि जुन अन्तिममा आउने व्यङ्ग्य वाक्य छ त्यो व्यङ्ग्य वाक्यबाट अलिकति विस्तार हुन थालिसकेपछि यो जलप शीर्षक चाहिँ बिस्तारै ओझेलमा परेको मैले महसुस गरेँ हाम्रो कुमुद सरको यी लघुकथा सङ्ग्रहभित्रका केही लघुकथाहरूमा। र यो जलपलाई चाहिँ अझ सुहाउने हो भने अभिधार्थको रूपमा नभइकन व्यञ्जनाबाट निस्कने भएको हुनाले त्यो अन्तिम वाक्यलाई चाहिँ प्रत्येकलाई व्यञ्जना बनाउन सक्यो भने अथवा विस्तारित भएर गएन भने चाहिँ ठ्याक्क सठिक रूपमा देखिन्छ भन्ने मलाई लाग्छ। र घटनाको परिणाम चाहिँ देखाउनु भएन अनि स्थान विशेषलाई जोड दिएर लेख्नु भएन। घटना प्रधान
लेखिकन यदि चरित्र प्रधान लेख्यो भने त्यो यो जलप शीर्षकले एकदम धान्न सक्छ र यस अर्थमा हामीले समष्टिगत लघुकथालाई चाहिँ एकै ठाउँमा राख्ने हो भने उहाँले लेख्नु भएको यस सङ्ग्रहका लघुकथाहरू मध्ये जसमा चरित्र प्रधान लघुकथा छन् अथवा जसमा घटना वर्णन भन्दा पनि चरित्र वर्णन बढी भएको छ त्यस्तो लघुकथाले चाहिँ यो जलप शीर्षकलाई एकदम धानेको छ र यसको लागि म कुमुद शर्मा सरलाई एकदम फेरि बधाई दिन चाहन्छु र आगामी सङ्ग्रहमा चाहिँ यसरी कृतिको नामाकरण गर्दा मैले पनि याद गर्नुपर्छ र यो विश्वराज सरले मलाई यो धेरै सम्झाउने पनि प्रयास गर्नुभएको जस्तो लाग्यो यो कुरालाई लिएर किन भन्दा मैले पनि फेरि अध्ययन गर्नु पर्यो कसरी मिल्छ कसरी मिल्दैन भनेर र हामीले चाहिँ शीर्षकको नामाकरण गर्दाखेरि सम्पूर्ण विषयवस्तुले चाहिँ मेल खान्छ कि खाँदैन भन्ने कुरा हेर्नुपर्ने रहेछ र यदि त्यसरी हेरियो भने चाहिँ एकदम सठिक हुन्छ भन्ने मलाई लाग्छ र यसमा खेमराज सरको पनि भनाइ यही नै भएर नै उहाँले चाहिँ अलिक फरक ढङ्गले राख्नुपर्छ भन्ने आशय उहाँको पनि होला जस्तो मलाई लाग्यो र यस क्रममा म फेरि कुमुद शर्मा सरलाई यो जलप शीर्षकको लघुकथाको सङ्ग्रहको लागि एकदम हार्दिक आभार व्यक्त गर्दछु। हस्त, धन्यवाद सर, नमस्कार। धेरै धेरै धन्यवाद शेखर सरलाई पनि धेरै धेरै धन्यवाद। यस हुनाले मलाई थाहा छ उहाँको स्केड्युल अथवा कार्यतालिका एकदमै व्यस्त रहन्छ, त्यही पनि कार्यक्रममा आइदिनुहुन्छ र एउटा कुरो हामी के गरौँ भने मनमा राख्नु भनौँ अथवा चाहिँ यसरी आइदिनु भयो भने यहाँहरूले जस जसको पुस्तकमाथि परिचर्चा हुन्छ उहाँहरूको पनि हौसला बढ्छ। त्यस कारणले पनि यहाँहरू भ्याएसम्म आइदिनु होला भन्ने अपेक्षा गरेको छु। अब म अमेरिका आउँछु। खेमराज सरले भन्नुभयो यसले मलाई नै भने होला, यहाँ त कहीँ अरू त कोही छैन त, दुईजना मात्रै हो। सरलाई मैले अनम्युट गर्न पाएँ। सर, यो जुन लघुकथा सङ्ग्रह जलप जुन कुमुद प्रसाद शर्मा प्याकुरेले लेख्नु भएको छ, यसमाथि परिचर्चा गरिदिनका लागि एउटा अर्को सरसँग केही त्यस्तो खालको केही सल्लाह छ जुन उहाँलाई दिन चाहनुहुन्छ उहाँको लेखनीको लागि, उहाँको लेखन जीवनमा अझै त्यसले केही थप जानकारीहरू प्राप्त होस् भन्ने आशयका साथ र आफ्नो भनौँ न यी सबै कुराहरूलाई समेटेर सरले आफ्नो धारणा राखिदिन अनुरोध गरेँ र सरको लागि समय चाहिँ 10 मिनट छ। सरले सोही समयभित्र रहेर आफ्नो मन्तव्य राख्नु होला भन्ने मैले विश्वास गरेको छु। सर हेलो, आयो सर? हजुर। नमस्कार सबैजनालाई। पहिला त यथा स्थानमा नमस्कार गरेँ। स्रष्टा समाज अमेरिका छ, हाम्रो आजको सभापति दिनबन्धु सर हुनुहुन्छ। अब दिनबन्धु सरले बोल्न बाँकी नै छ, समेटिएर त्यसमा कुराहरू आइहाल्छन्। अब हाम्रो विश्वराज अधिकारी सर जसले सञ्चालन गर्दै हुनुहुन्छ उहाँ पनि बडो कौशल हुनुहुन्छ कार्यक्रम सञ्चालनमा। उपस्थित हुनुभएका कृतिकार लगायत यो जुममा तथा फेसबुकमा उपस्थित भएर सुनिरहनुभएका हेरिरहनुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। सबभन्दा पहिला अब मलाई विश्वराज सरले परिचर्चा गर, समीक्षा समालोचना नगर भन्नुभएको छ अफलाइनमा। भनेको हाम्रोमा दुईजनाका मात्रै कुरा हुँदाखेरि समालोचना गर्न चाहिँ दीपक लोहनी सरलाई भनेको छु, उहाँले गरिहाल्नुहुन्छ। त चाहिँ यसो दुई चारवटा कुरा मात्रै भन है, परिचर्चा गर, दुई चारवटा कुरा तँलाई मनमा लागेका कुरा यसो भन् मात्रै भन्नुभएको छ। त्यसो भएको हुनाले मैले यो भनेको कुरा समालोचना समीक्षा केही पनि होइन। मलाई यसमा केही कुरा बोल्नु छ, बोलिदिए मात्रै हो। पहिलो कुरा त मैले धन्यवाद, हार्दिक आभारी व्यक्त गरेँ हाम्रो श्री ओम श्रेष्ठ रोदन र कृतिकारलाई, जसले आफ्नो लेखकीय भूमिकाहरूमा मेरो नाउँ पनि त्यसमा उल्लेख गर्नुभएको छ। म कृतज्ञ भएँ, यसको लागि म आभार व्यक्त गर्दछु। कृतिकार हाम्रो कुमुद सर हुनुहुन्छ। लगभग हामीले धेरैजनाले उहाँलाई चिनेका छौँ। उहाँको व्यक्तित्व एकदमै शालीन छ। उहाँ एकदम भद्र प्रस्तुति गर्नुहुन्छ, जे कुरा पनि बोल्दा भद्र प्रस्तुति छ उहाँको। मलाई उहाँसँग कुरा गरिरहँदाखेरि कस्तो लाग्छ भने हजुरबुवाले मोही पार्नुहुन्थ्यो, अनि मोही पारिसकेपछि धुप हालेर अनि नुहाउनेको डल्लो दिनुहुन्थ्यो, यत्रो लुखा भनेर जेठो नाति।
अनि त्यो नौनीको घिउ खाँदाखेरि जस्तो आनन्द आउँथ्यो उहाँसँगको कुराकानीमा क्रममा उहाँको त्यो शालीनता, उहाँको प्रस्तुति, उहाँको कुरा व्यक्तिगत तौरमा गर्दा पनि त्यही स्वाद आयो मलाई। त्यही सम्झेँ मैले, नौनी घिउको भोजन जस्तो भयो उहाँको चाहिँ छ उहाँको व्यक्तित्व, प्रस्तुति। कृतिको शीर्षकको तादात्म्यको बारेमा लामै हाम्रो शेखर सरले यसको बारेमा गरिसक्नुभयो। धेरै राम्रो शीर्षक छ जलप। मेरो विचारमा पनि सुन्दर पनि छ, छोटो पनि छ र राम्रो पनि छ। मैले यो कृति पढिरहँदा, कृति संयोगले मैले अमेरिकनै बोकेर लिएर आएको रहेछु, कृति महीसँग रहेछ। त्यसो भएको हुनाले पिडिएफ पढ्न परेन, यही कृतिमै पढ्न पाइयो। अनि पढ्दाखेरि चाहिँ यो लघुकथाले केही इस्युजहरू उठाएको देखेँ, जुन इस्युजहरूमा अनेकन लघुकथाहरू बन्न सक्छ। जस्तो एउटा इस्युज के देखेँ भने छोरीको करियरलाई ध्यान दिने कि बिहेलाई ध्यान दिने परिवारले, बाउले, यो एउटा इस्युज छ यो भित्र। यहाँ पनि जलप छ। बाउ भन्दाखेरि करियर करियर भन्छ, तर बिहे गरेर पठाइदिन टन्टै साफ भनेर सोच्दछ, त्यहाँ पनि जलप छ। लैङ्गिक विभेदको कुरा पनि छ यो भित्र। मन्दिरमा फोटो खिच्न किन दिइँदैन, फोटो बेच्न हो कि भन्ने एउटा कुरा छ। फोटो बेच्ने व्यवसाय हो कि भनेर यसरी भ्रष्टाचार, धनीसँग बिहे गर्ने कि आनन्दमय स्वतन्त्रता लिनु म बाँच्ने, यो इस्युज पनि यो भित्र छ। सम्पत्ति र निद्रा दुईटालाई तुलना गरिएर भनिएको छ। एकातिर प्रमाण र यथार्थ छ, अर्कोतिर सामाजिक सञ्जाल छ। अहिले वर्तमानको हाम्रो विश्वराज सरको उत्तर आधुनिक त्रासदी, एकातिर वास्तविकता छ, अर्कोतिर चाहिँ सामाजिक सञ्जाल छ। सामाजिक सञ्जाल यति सशक्त छ कि पल्टाइदिन्छ। वृद्धलाई परम्परागत घरमा राख्ने कि वृद्धाश्रममा पठाउने, यो एउटा इस्युज उहाँले उठाउनु भएको छ। एकातिर सक्कली किसान छ, अर्कोतिर गमलामा धान रोप्ने नक्कली किसान छ। यसरी केही इस्युजहरू उहाँले उठाउनु भएको छ। यी अलग अलग इस्युजमा अलग अलग धेरैवटा लघुकथाहरू लेख्न सकिन्छ, बहस गर्न सकिन्छ। यस्ता खाले इस्युजहरू दिनुभएको छ। अब जलप धेरै ठाउँमा जलप लगाइएको छ। हाम्रो समाज जलप लगाइएकै छ, हुन्छ एउटा, देखिन्छ अर्को जलपले। त्यसैलाई प्रतिनिधित्व, त्यसैलाई प्रतिबिम्ब गर्न खोज्नु भएको। महिला अभियन्ताको कुरा अघि हाम्रो शेखर सरले गरिसक्नुभयो। सत्ताधारी पनि जलपमा छन्, भन्छन् जनताको कुरा तर गर्छन् अर्कै कुरा। वृद्धहरू पनि जलपमा छन्, भन्छन् यो जिन्दगीको के सार छ र यो सम्पत्ति चाहिँ मिथ्या हो भन्छन्, तर सम्पत्तितिर कुदिरहन्छन्। सामाजिक अभियन्ता पनि जलपमा छ। उसको रियल रूप चाहिँ बागमतीमा ढल बगाउने छ, तर त्यसलाई जलप लगाएर ऊ चाहिँ बागमती सफा गर्न पुग्छ। भन्नलाई धार्मिक कहलिन्छ, तर मन्दिरमा बुढाबुढीको अशक्तहरूको पालो मिच्दै अगाडि अगाडि गएर सबभन्दा पहिले दर्शन गर्छ, बल मिचेर, त्यो पनि उसले धर्मको नाममा भगवानको दर्शन गरेन। यसरी धर्मात्माहरूको पनि चाहिने जुन छ यो सामान्य कुरा हो, कुरा चाहिँ, तर यसले विशेष अर्थ बोकेको छ, जलप छ त्यसमा। एकातिर गरिबको नाउँमा आन्दोलन छ, अर्कोतिर गरिबलाई वास्ता छैन। गरिबको नाउँमा राजनीति हुन्छ, तर राजनीति भइसकेपछि गरिब छैन। संस्कृति जोगाउने भन्यो, देउसी खेल्ने भन्यो, बजायो हिन्दी गीत भन्यो, देउसी खेलेको। अनि यसमा जलपमा शिक्षक पनि छन्, राष्ट्रसेवक पनि छन्, भोलिवाद पनि छ, साहित्य पनि छ।
यसरी समाजको जलपहरू, समाजमा भएका जलपहरू यो कृतिले उजागर गरेको मलाई त्यस्तो लागेको छ। अब मलाई यो कृतिमा दुईवटा तीनवटा कुरा एकदमै मन परेको, अरू समीक्षकहरूले भनिसक्नुभयो त्यो बाहेकका। एउटा चाहिँ लघुकथा के हो भनेर बुझेका स्रष्टा हुनुहुन्छ हाम्रो कुमुद सर, किनभने उहाँ परिचर्चा पनि गर्नुहुन्छ, गहिरिनुहुन्छ, कुनै पनि कुरा जान्न खोजेर गहिरिनुहुन्छ। किनभने म उहाँसँग लघुकथाको क्षेत्रमा सुरुदेखि पहिले लघुकथादेखि सम्बन्धित छु। त्यसैले भनेको लघुकथा बुझ्ने, बुझेर त्यसलाई प्रयोग गर्ने र त्यसै अनुसार परिचर्चा गर्ने स्रष्टा हुनुहुन्छ। यो ज्यादै महत्त्वपूर्ण कुरा हो। त्यसैले मैले सारमा के भने अब केलाएर भित्रभित्र पस्यो भने त अब केही न केही रूपविधानका कुरा, केही न केही कथ्य विधानका कुरा निक्लेलान्। तर सारमा यसलाई भन्ने हो भने यो कृतिको रूपविधान पनि लगभग मिलेको छ। यो कृतिको कथ्य विधानमा पनि बहुआयामिक राख्दै, विविध विषयहरूलाई राख्दै कथ्य विधान पनि मिलेको छ, उत्तम छ। यो कृतिमा मलाई अझ धेर मन परेको कुरा चाहिँ के हो भने भाषा। उहाँको भाषा गजबको लेख्नुहुन्छ। उखानको प्रयोग गर्नुहुन्छ, टुक्काको प्रयोग गर्नुहुन्छ, चिलिम फर्काइदिएछन् भन्नुहुन्छ। यस्तो कस्तो मिठो सुनिन्छ त्यो भुइँसँग जोडिएको भाषा भन्छ नि, आफ्नो त्यो स्थानीयतासँग जोडिएको, चिलिम फर्काइदिएको भन्नुहुन्छ। अनि बिन्द्रालो भन्नुहुन्छ। त्यसै गरी तोरीको फुल देखाउने भन्ने उखान प्रयोग गर्नुहुन्छ मजाले। थारो राजनीतिज्ञ भन्नुहुन्छ। पठायो पठायो भरे त परिणाम त केही पनि दिँदैन, थारोको थारै छ, त थारो भन्नुहुन्छ। ताउर माउर भन्नुहुन्छ। यसमा भाषा केही भनेको त्यस्तै नुन लाग्ने, नुन खाएको कुखुरा, तुरुप, गोरु बेचेको साइनो, हातलाई दियो खुट्टालाई दुःख जस्ता अनेकन भाषाहरू, शब्द, उखान, टुक्का नेपाली भाषाका ठेट शब्दहरू हुने, त्यो ठेट शब्दहरूको यसमा प्रयोग भएको छ। यो एकदमै यसले सुन्दर बनाउँछ। यसले साहित्य चाहिँ कला भएको हुनाले साहित्यलाई कलात्मक बनाउनको लागि यस्ता खाले ठेट शब्द, यस्ता खाले उखान, यस्ता खाले टुक्का यसले गर्छ। र यो कुरा कुमुद सरले बग्रेलती प्रयोग गर्नुभएको मलाई त्यस्तो लाग्यो हुनाले मैले भने यो बहुत राम्रो छ। अनि बिम्ब प्रयोग गर्नुहुन्छ, स्वैर कल्पनामा पनि लेख्नुहुन्छ, सादृश्य शक्ति पनि छ। सबै कुरा उहाँको यो भाषासँग जोडिएर आउने मलाई असाध्यै धेरै मन परेको हो। अब मैले कुमुद सरलाई यो कृतिमा रहेर भन्दा, आजको मितिमा भन्दा एउटा कुरा के भन्ने भयो भने लघुकथाको अचेल अब हामीले 3 खुट्टे सिद्धान्त भन्न थालेका छौँ। एउटा संक्षिप्तता, जसमा लघुत्वदेखि लिएर भाषा छोटो लेख्नेदेखि लिएर शब्दको सञ्चयन गर्नेदेखि लिएर शीर्षकलाई छोटो पार्नेदेखि लिएर कथ्यलाई छोटो पार्नेदेखि लिएर सबै कुरा आउँछ। अर्को चाहिँ हामीले क्षणिकता भन्ने गरेका छौँ। भनेको यो दयाराम श्रेष्ठ सरले भन्नुभएको हरफ हो। क्षणभरमै भन्नुहुन्छ उहाँले। क्षण भनेको समय हो। त्यसैले समय, त्यो घटना घटेको जुन समय छ, कथानकको जुन छ भनिएको समय छ, त्यो समय चाहिँ क्षणभर हुनुपर्छ है भन्नुहुन्छ। त त्यसैले क्षणिकता र अन्तमा प्रभावकारिता। प्रभावकारिता भनेको अब शीर्षक राख्ने, आकस्मिक उठान गर्ने, उत्कर्षमा पुर्याउने, प्रतिध्वन्यात्मकता ल्याउने, त्यो सबै केका लागि त भन्दाखेरि लघुकथामा प्रभावकारिता हुनु जरुरी छ। त त्यो प्रभावकारिता लघुकथालाई बनाउनको लागि यी सब कुराहरू गरिनुपर्छ। त त्यसैले संक्षिप्तता, क्षणिकता र प्रभावकारिता यी मुख्य र यसका अरू सहायक भनेर भनियो। अब
उहाँका यी लघुकथामा हेर्दाखेरि यो कृति मसँग पनि छ, मैले अघि यसो अनुहार पनि देखाएँ। यो कृति हेर्दाखेरि चाहिँ संक्षिप्ततामा बहुत धेरै ध्यान दिनुभएको छ, धेरै राम्रो छ। अघि शेखर सरले सस्स भन्नुभएको थियो, कहीँ उफ्रियो कि कहीँ यस्तो पो भयो कि भन्नुभएको थियो। बरु त्यो हुनसक्छ, तर संक्षिप्त छन् शब्दका हिसाबले, वाक्यका हिसाबले, शब्द सीमाका हिसाबले। यो चाहिँ संक्षिप्त छ, कथावस्तु पनि संक्षिप्त छ, सबै संक्षिप्त छ, एकदम राम्रो छ। प्रभावकारिता पनि छ। व्यङ्ग्य वाक्य भनौँ अथवा विचार वाक्य भनौँ अथवा बीज वाक्य भनौँ, त्यो बीज वाक्य बनाउनतिर ध्यान दिएर पढ्दाखेरि पाठकलाई एउटा झन्झनाहट उत्पन्न हुन्छ। हरेक कथा पढ्दाखेरि, प्राय हरेक कथा पढ्दाखेरि, लघुकथा पढ्दाखेरि त्यस्तो उत्पन्न हुन्छ। त्यसो भएको हुनाले प्रभावकारी पनि छन् लघुकथा, पाठकलाई प्रभावकारिता पनि दिन्छ, यसले एकछिन प्रतिध्वन्यात्मकता दिन्छ, इको साउन्ड दिन्छ। तर यो लघुकथामा क्षणिकता, समयको कुरा भने चाहिँ सबै लघुकथामा अलि छैन। अब हामीले लेख्दाखेरि क्षणिकतामा पनि अलि ध्यान दिनुपर्ने हो कि कथावस्तुको चयन गर्दाखेरि, कथावस्तुको हामीले छान्दाखेरि अलि क्षणिकता, छोटो समयमै घट्ने पनि अलि दिनुपर्ने हो कि यहाँ धेरै लघुकथाहरू क्षणिकतामै छन्, तर केही लघुकथाहरू गणनामै आउने गरी केही चाहिँ क्षणिकतालाई त्यति ध्यान दिएको छैन। कथावस्तुहरूको स्प्यान चाहिँ लामो छ, त्यसलाई हामी आयाम भन्ने गर्छौँ। अब सुझाव पनि दे भन्नुभएको छ हाम्रो विश्वराज सरले। मैले ठिक्क पारेको एउटा सुझाव त दीपक सरले दिइहाल्नुभयो। कानुनी लघुकथा लेख्नु है, किनभने कानुनी लघुकथा लेख्न म जस्तो ह्युमनिटिज पढाए मान्छेलाई गाह्रो हुन्छ। कानुनको शब्दै बुझ्न गाह्रो हुन्छ, प्रक्रिया बुझ्नै गाह्रो हुन्छ। त्यसैले अब कानुनको ज्ञाता हुनुहुन्छ आजको लघुकथाकार, त उहाँलाई चाहिँ अलिकति कानुनी विषयसँग जोडिएर लघुकथा लेख्न भनेर दीपक सरले जुन सुझाव दिनुभएको छ, त्यो सुझावलाई मैले 100% मात्र नभएर त्योभन्दा पनि बढी प्रतिशतले त्यसलाई मैले मम भने। एउटा त त्यो भयो। तर मैले आज उठाउन खोजेको कुरा चाहिँ दुईटा विषय हो मुख्य। यो चाहिँ हाम्रो के भन्छ, हाम्रो कुमुद सरलाई को लघुकथालाई साक्षी राखेर हामीले अरू सबै लघुकथाहरूमा एउटा इस्युज, यो चाहिँ मैले निर्णय गरेको होइन, यस्तो हुनुपर्छ भनेको होइन, तर खालि एउटा आफ्नो धारणा चाहिँ मैले यहाँ राख्न प्रयत्न गरेँ। हामीले समाजमा भएको सङ्गति, विसङ्गति, असङ्गति, त्यसलाई चाहिँ जलपले छोपिएको हुन्छ भनेर जलप उघार्ने काम गर्छौँ। समाजमा भएको असङ्गति विसङ्गतिहरूलाई सही रूप चाहिँ यो है, त्यो अरू त तिमीले भनेको त जलप लगाएको हो भन्छौँ, र एउटा कुरा हामी भन्छौँ त्यसको बारेमा, अथवा अर्को जलप लगाउँछौँ। अनि त्यो जलप चाहिँ कस्तो हो त, हामीले लगाएको जलप चाहिँ कस्तो हो त, अथवा हामीले समाजको सङ्गति असङ्गतिलाई यो हुन हुँदैन, यसो चाहिँ हुनुपर्छ भनेर भनिएको कुरा, त्यो भनिएको कुरा चाहिँ कस्तो हो त भन्ने बारेमा अलिकति चिन्तन गर्नुपर्छ कि भन्ने मलाई लाग्यो। जस्तो उदाहरण म एउटा मेरो आफ्नै लघुकथाको दिन्छु। मैले एउटा लघुकथा अलिक पहिला दोस्रो तेस्रो सङ्ग्रहमा होला कतै, टेको भन्ने लघुकथा छ एउटा। टेको भन्ने लघुकथा, त्यति बेला म लघुकथा कुनमा अलिक सक्रिय थिएँ। टेको भन्ने लघुकथा मैले त्यहाँ पोस्ट गरेका थिएँ। टेको भन्ने लघुकथामा के छ भने, गाउँमा छोरी पढाउनु पर्छ भनेर बाबुआमाले सहर पठाए। सहरमा छोरी पढ्न गई सहरमा, अनि केही महिना पछि खर्च लिएर बाउ चाहिँ काठमाडौँ पुग्यो छोरीलाई दिन भनेर। संयोगले
छोरीले चाहिँ एउटा केटाको कुममा टाउको राखेर हात समातेर हिँड्दै गरेको देखो। अब देखिसकेपछि उसको त्यो परम्परागत मन उसले त्यहाँ देखिएन, कोठैमा पुग्यो, सामान दियो, फर्केर घरमा आयो, बुढीले सोधे कस्तो रहेछ त भन्दा अनि बुढाले त्यहाँ जवाब दियो के भन्दाखेरि हाम्रै छोरी त तगडा पो थिए, ओल्लो पाखो पल्लो पाखो एक्लै गर्थे, ओल्लो रुखबाट पल्लो रुखमा हाम फाल्थे। अब त अहिले त काठमाडौँ गएर त यति कमजोर भइछ कि कसैको टेको भएन भने त हिँड्नै नसक्ने भइछ भनेर लघुकथा समापन गरेका थिएँ। यसमा धेरै लाइक आएको थियो, धेरै कमेन्टहरू, राम्रो राम्रो कमेन्टहरू, एक गजब या वाह आदि इत्यादि कमेन्ट आएको थियो। लघुकथा त लेखिहालियो, एउटा जलप त लगाइहालियो। अब पछि त्यसलाई मैले सोचेँ, अब त्यो उमेर पुगेको वयस्कले आफ्नो केटा वा केटी छान्ने, हात समाउने, त्यो गर्न पाउने कि नपाउने? मैले नपाउने भन्ने जलप लगाएँ, बिग्रियो भन्ने जलप लगाएँ, मैले जलप त्यहाँनिर त्यो खालको जलप लगाइदिएँ। तर पाउने कि नपाउने भन्ने अब त्यहाँनिर एउटा प्रश्न, मैले भनेको कुरामा मैले नै एउटा प्रश्न उठाएँ। अब त्यस्तै कुमुद सरको केही कथाहरूमा उहाँले लगाएको जलपमा प्रश्न गर्न मन लाग्यो। हामीले लगाएको जलप चाहिँ कस्तो हो त भन्दा जस्तो परिचय भन्ने लघुकथा छ। यो बडो पपुलर लघुकथा मैले उठाएको छु। एकदम नेपालीहरूलाई मनपर्ने लघुकथामा, मनपर्ने खुराकमा मैले प्रश्न उठाएको छु कुमुद सर। जस्तो परिचय भन्ने लघुकथा छ, त्यसमा चाहिँ 7-8 वर्ष पहिला पिठोमा मकैको पिठो दाउरा अब यस्तै चप्पल पड्काएर भन्छन् नि अचेलभरि, काठमाडौँ छिरेको मान्छे अहिले 5-7वटा गाडी चाहिने, राख्नुपर्ने घर चाहिने, घर किन्ने भइसक्यो भनेर उहाँले भन्नुभएको छ। उहाँले भनेको कुरा त्यही हो र त्यसलाई हुडार भन्नुभएको छ। अब हामीले चाहिँ के भाष्य निर्माण गर्यौं त यसमा भने के नेपाली भाषा चाहिँ कसरी निर्माण भयो भने, अथवा हामीले के जलप लगायौं भने गरिबले धनी हुनुहुन्न। अर्को कुनाबाट मैले प्रश्न गर्न खोजेको, गरिबले पनि त धनी हुनुहुन्छ। त हामी के भन्छौं भने नेपालीहरू, त्यो त हिजो यस्तो थियो, गरिब थियो, आज धनी भयो। मानौ धनी हुने हक चाहिँ धनीको मात्रै हो, गरिबको होइन। यसले यो भाष्य उठाएको छ। अब यो जलप जुन छ त्यो चाहिँ ठिक हो कि होइन? जबकि विरोध चाहिँ केमा हुनु पर्थ्यो भने उसले त्यो पैसा कसरी कमायो, त्यो पैसा कमाउने आधार चाहिँ के हो त उसको, त्यो ततिर गएको भएदेखि चाहिँ हुन्थ्यो। तर यहाँ पैसा कमाएको मात्रै कुरा छ त्यसमा। त त्यसैले यो एउटा कुरा मैले भनेको, हामीले भनिरहेको कुरा आफैले एकपल्ट हजुर सर मैले देखाएको छु। 5-7 वर्षमा कुनै भ्रष्टाचार नगरिकन व्यापार गरेर धनी भएको मान्छे मैले देखाएको छु काठमाडौँमा। तर व्यापार गरेर, जागिर खाएर होइन, व्यापार गरेर 5-7 वर्षमा एकदमै गरिब मान्छे एकदमै धनी भएको देखाएको छु। एउटा यो भने। अर्को लघुकथा जाम भन्ने छ, बडो पपुलर कथा छ यो, अहिलेको समसामयिक पनि छ। सर आज अलिक समय सीमामा छौं सर। राजनीतिमा यो बुढाले कहिल्यै युवालाई बाटो छोडेनन् भन्नुहुन्छ। उहाँको आक्रोश त्यहाँ छ, बुढाप्रति आक्रोश छ जो नेपालीले अहिले गरिरहेछ। देउबै फर्केर आउने हो कि, उली नै फर्केर आउने हो कि, प्रचण्ड नै फर्केर आउने हो कि, वा बुढाहरूले कहिले छोड्लान् र देश बन्ला भनेर एउटा भाष्य निर्माण गरिरहेको छ नेपाली समाजले। त्यही भाष्य यो लघुकथामा उहाँले उठाउनु भएको छ। अब मेरो प्रश्न के हो यहाँनिर भने, यो नेपाली भाषामाथिको मेरो प्रश्न के हो भने, मेरो विचारमा
राजनीति भनेको छोड्ने ठाउँ होइन, खोज्ने ठाउँ हो। जागिरमा छोडिन्छ, उमेर पुगेपछि उसले छोड्नै पर्छ, छोड्दिन भने धर पाउँदैन। तर राजनीति भनेको चाहिँ छोड्ने ठाउँ होइन, मलाई त्यस्तो लाग्छ। यो के हो त त्यसो भए? खोसेर लिने हो। बुढाहरूले छोड्लान् र अनि खाउँला भन्यो भने शक्ति छोड्दैन उसले, माने इतिहासमै छोड्दैन। गिरिजासँग शेरबहादुर देउवाले बोल गरेर ल्याओ, सजिलै गिरिजाले थपक्क लुखा अब म बुढो भएँ भनेर छोड्या होइन। भनेको मतलब के हो भने राजनीति भनेको हामीले भित्र पसेर हेऱ्यौँ भने राजनीति भनेकै खोसेर लिने हो। नखोसिकन राजनीतिमा हुँदैन। त त्यसैले खोज्ने कुरा पो हो त, छोड्ने कुरा कहाँ हो त? राजनीति एउटा मैले यो कुरा भने। अब संसारको राजनीतिक नेतृत्वलाई हेर्दा बुढो चाहिँ खराब, केटो चाहिँ ठिक हुन्छ र? यस्तो हुँदैन। अथवा केटो चाहिँ खराब, बुढो चाहिँ ठिक हुन्छ र? हुँदैन, दुइटै हुँदैन। यो चाहिँ क्षमता र लगनको कुरा हो। व्यक्तिगत क्षमता उसँग कस्तो छ, त्यो क्षमता र लगनको कुरा हो। जस्तो उदाहरण मैले एउटा यसो हेरेको, थाइल्यान्डमा 39 वर्षीय सिनेवात्रलाई हटाइयो र 60 वर्ष ल्याइयो। भएन त, त्यहाँ छोड्दाखेरि पनि भएन, चुनावै जितेर आएको थियो, राम्रै घरानाको थियो। त त्यसो भएको हुनाले मैले अहिले भनिरहेको कुरा सबैलाई कुरा के हो भने हामी जुन इस्युज उठाउँछौँ हल्लाका पछि नलागौँ। यथार्थ चाहिँ के हो त? यथार्थ चाहिँ के हो त भने यथार्थतिर प्रवेश गर्दाखेरि दुईटा इस्युज मैले उठाएँ, इस्युज अरू पनि छन्। राजनीति खोसेर लिनुपर्छ। ईश्वर पोखरेलले च्यालेन्ज गरेका छ, मान्छेले भोट हाल्नुपर्छ, विस्थापन गर्नुपर्छ, चाहिएको होइन भने होइन। त्यसै गरी अरू पार्टीको पनि मैले कुरा गरेँ। त त्यसैले बुढाले छोड्ने भन्ने भाष्य नै गलत हो। किन छोड्ने? एउटा यो कुरा। अर्को चाहिँ मैले त्यही भने कि हामीले अब यो पनि छोड्नुपर्छ, चप्पल पड्काएर आएको मान्छे होइन। जस्तो एउटा उदाहरण भनौँ न, मैले चाहिँ कलेज पढाएँ। मैले एउटा ब्याग बोकेर काठमाडौँ आएको थिएँ। मेरै काठमाडौँमा 4 तले घर थियो, मेरै काठमाडौँमा 4 तले घर थियो। अब भनेको मतलब के हो भने म त कलेज पढाउँथेँ, मैले त अब घुसखुस खान पाए त होइन। तर यता पल्टाए उता पल्टाए भयो, घर सबैको घर भएको छ। त्यसै गरी त भनेपछि यो पनि एउटा भाष्य जुन छ त्यो पनि होइन भन्ने हो। अब अन्तिममा विश्वनाथ सर एकदम हाँसे हाँसे हुनुहुन्छ, मलाई हिँड्नु छ, यसले कति लामो बोल्यो आज भन्ने हुनुहुन्छ। पछि फेरि दिनबन्धु सर हुनुहुन्छ है। अब मैले 20 मिनटमा सघाउनु छ कार्यक्रम। अब म एकदम अन्तिममा छु। सारमा भन्दाखेरि चाहिँ निकै परिपाक पुगेका छन् लघुकथा, राम्रा छन्। अहिले लघुकथाको जुन बजार छ, जुन संसार छ, त्यसमा राखेर हेर्दाखेरि यो जलकृति चाहिँ उम्दा नै देखिन्छ। त्यसमा एकदमै ढुक्क हुँदाखेरि हुन्छ। अब अघि नै भने आफूले जुन इस्युज उठाइन्छ त्यो इस्युजमा आफैले प्रश्न गर्ने, अर्काले प्रश्न गर्नुभन्दा पहिला आफैले प्रश्न गर्नुभयो भने राम्रो हुन्छ। विषयवस्तु छान्दा पनि अलिक गहकिला विषयवस्तु छान्यो भने धेरै राम्रो हुन्छ। सारमा धेरै उत्कृष्ट छ। मलाई बोल्ने अवसर दिनुभयो विश्वराज सरले। विश्वराज सरलाई धेरै 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 धन्यवाद छ। बोल्दिनँ भन्दा पनि धर दिनुहुन्न। अन्तिममा लघुकथाकार लगायत आयोजना गर्ने विश्वराज सर, उपस्थित हुनुहुने सबैलाई हार्दिक हार्दिक आभारी, सबैप्रति आभारी हुँदै बिदा लिन्छु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद खेमराज सर। आज सरले त एकदमै प्रवचन गरे जस्तो चाहिँ गर्नुभयो कि सुनिरहँ जस्तो लागेन कि प्रवचनमा त्यो प्रवचन गर्ने व्यक्तिले भनिरहेको हुन्छ, सुन्ने एकदम लट्ठिएर सुनिरहेका हुन्छ। र धेरै उपयोगी कुराहरू पनि सरले यहाँ लिएर आउनुभयो। समय अभाव भएको कारणले गर्दाखेरि नभए अझै भनौँ न सुन्थ्यौँ होला हामी। मैले अब 19 मिनटमा यो कार्यक्रम समाप्त गर्नुपर्ने छ। 9 बजे सबैको आफ्ना किसिमका कामहरू हुन्छन्, त्यही सन्दर्भमा म पनि हिँड्नुपर्ने हुन्छ। मैले 19 या 20 मिनटमा यो कार्यक्रम सघाउँछु। अब म मनिष सरका आउँछु।
मनिष सर, आज यहाँ विभिन्न विचारहरू व्यक्त भए यो जलपमाथि। विभिन्न व्यक्तिहरूले आफ्नो आफ्नो विचार राख्नुभयो, नाम सबै यहाँ थाहा पाइहाल्यो। सरलाई पनि 3 देखि 4 मिनटभित्रमा त्यो विचारप्रति मनिष सरको आफ्नो विचार के छ त, यो विचार राखिदिन मैले सरलाई अनुरोध गरेँ र समय 3 देखि 4 मिनट सर। धेरै धेरै धन्यवाद सर। उपस्थित सम्पूर्णलाई एकमुष्ट नमन गरे। आजको यो जुन परिचर्चा जलप लघुकथा सङ्ग्रह, यो सङ्ग्रहको हाम्रो कृतिकार कुमुद प्रसाद शर्मा प्याकुरेल सरलाई पुनः एकपटक बधाई दिन चाहन्छु। र सरले जुन प्रश्न राख्नुभएको थियो, आजको जुन परिचर्चामा उठेको कुराहरू अथवा यहाँ विचारहरू जुन आएको थियो, यहाँ कतिपय आज चाहिँ साँच्चै भन्यो भनेदेखि अगाडिको जस्तो अलिकति असहमत हुने अथवा विवाद जस्तो खालको कुराहरू आएको छैनन् आज, साँच्चै भन्यो भनेदेखि। किनभने लगभग सबै परिचर्चाकारहरूको एउटै धारणा, यो कृति सम्बन्धी एउटै धारणा आइरहेको छ यसमा। र पहिला हाम्रो सुरुमा रन्जु खनालज्यूले विचारी लघुकथाको वाचन र समीक्षा गर्नुभएको थियो। त्यसमा चाहिँ उहाँले आफ्नो विचार व्यक्त गर्नुभएको थियो। बाल मनोविज्ञान शैक्षिक क्षेत्रमा रहेको विकृति जुन एकदम सशक्त लघुकथा रहेको छ भन्ने कुरा राख्नुभएको थियो। र त्यस्तै गरेर दीपक लोहनी सरले पनि सबल पक्ष र दुर्बल पक्षको कुरा गर्नुभएको थियो। परिचर्चाको परिवेशमा बसेर आफ्नो कथन राख्नुभएको थियो। त्यसमा चाहिँ रूप विधानको कुरा गर्नुभएको थियो। र त्यस्तै गरेर विविधता, परिवार, समाज, कार्यालय, परिवेश सबै क्षेत्रलाई चाहिँ समेटेको एउटा राम्रो लघुकथा सङ्ग्रह निस्केको छ। मनोविज्ञान र जीवनबोध जनाउने लघुकथाहरू पनि रहेको छ भन्ने कुरा यसमा आएको थियो। त्यस्तै गरेर हाम्रो शेखर सरले यो कृतिको जुन नामाकरणको बारेमा चाहिँ लघुकथालाई कसरी पुष्टि गर्छ भन्ने बारेमा चाहिँ यहाँ जानकारी दिनुभएको थियो। कृतिभित्रका सबै लघुकथाहरूले चाहिँ उहाँले चाहिँ 50% भन्दा बढी कथानक विषयवस्तुलाई चाहिँ समेटेर चाहिँ कृतिको चाहिँ नामाकरण गर्नुपर्छ है भन्ने एउटा आफ्नो विचार व्यक्त गर्नुभएको थियो। र त्यसमा चाहिँ विशेष गरेर चरित्र प्रधान, यो अहिले जलप शीर्षकले चाहिँ चरित्र प्रधान शीर्षकका लघुकथा खोज्ने भएको हुनाले घटना प्रधान लघुकथाहरू पनि आएको छन् र त्यो घटना प्रधान लघुकथाहरूले चाहिँ समेटेको छैनन् भन्ने कुरा चाहिँ उहाँले राख्नुभएको थियो। त्यो पनि मलाई एकदम सुन्दर लाग्यो। त्यस्तै गरेर यहाँ दीपक सरकै कुरा एउटा मैले जोड्न चाहेँ। सैद्धान्तिक सीमा भन्दा पनि कृतिकारको अथवा लेखकको जोसुकै होस्, आज कृतिकार कुमुद प्रसाद शर्मा प्याकुरेलज्यूको मात्रै नभएर अरू लेखकको पनि सम्भावना पक्षलाई चाहिँ विशेष ध्यान दिनुपर्छ है भन्ने एउटा जोरदार कुरा राख्नुभएको थियो। त्यो पनि एक प्रकारले ठिकै हो। अब म चाहिँ अलिकति ब्यालेन्सिङ कुरा गर्छु। केही सैद्धान्तिक पक्ष पनि हामी त्यो सैद्धान्तिक पक्षमा पनि रहनुपर्छ र सम्भावनाको पनि कुरा गर्नुपर्छ। किनभने सम्भावना चाहिँ कुरा कसरी हुन्छ भनेदेखि यदि नयाँ कृतिकार हो भनेदेखि सम्भावनाको कुरा आउँछ होइन। अब 2-3टा लेखिसकेपछि अलिकति सैद्धान्तिक पक्षतिर पनि हेर्नुपर्छ कि भन्ने चाहिँ मेरो आफ्नो धारणा, व्यक्तिगत धारणा हो। र खेमराज सरको त फेरि मेरो गुरु पनि हुनुहुन्छ। उहाँको धेरै कुराहरू आएको छ। कृतिको बारेमा जुन परिचर्चा गर्नुभयो होइन, यो उहाँले भन्नुभएको कुरामा एकदम सार संक्षेप भन्छु। उहाँले क्षणिकताको कुरा कृतिगत भित्र, यो कृतिभित्र रहेको केही लघुकथामा चाहिँ अलिकति क्षणिकताको पनि आवश्यकता रहेको छ भनेर भन्नुभएको छ। जुन आयामको कुरा हामी भन्छौँ, यो हामी परिचर्चा गर्दाखेरि पनि समीक्षात्मक रूपमा चाहिँ हामी आयाम चाहिँ अलिकति मिलाउनुपर्छ है, क्षणिकता चाहिँ हुनुपर्छ भन्ने कुरा हामी बारम्बार उठाइरहन्छौँ। र साथसाथै अर्को एउटा सुझाव पनि दिनुभएको छ। विषयवस्तु चाहिँ अब कानुनविद पनि हुनुभएको, वा स्वयं कानुनविद पनि हुनुभएको हुनाले अलिकति कानुनी लघुकथाको अभाव रहेको छ कि भन्ने कुरा पनि त्यहाँ आएको थियो। यो चाहिँ हाम्रो दीपक सरको पनि आवाज हो र हाम्रो खेमराज सरको पनि आवाज हो। र खेमराज सरको चाहिँ सबभन्दा महत्त्वपूर्ण पक्ष चाहिँ मैले के देखेँ भनेदेखि कुनै पनि विषयवस्तुको चाहिँ नकारात्मक र सकारात्मक पक्ष
हामी नकारात्मक मात्रै किन लेख्छौँ, त्यसको सकारात्मक अर्को दृष्टिकोणबाट पनि चिन्तन गरौँ न भन्ने यो बारम्बार यो आइरहेको छ। अब त्यो सरले जुन चिन्तनको कुरा गर्नुभएको थियो त्यो चिन्तनमा डुब्दै 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 हामीले लेख्ने प्रयास गर्दैछौँ। चिन्तनले नै अब लौकथालाई नै हामीलाई चिन्तित बनाउने हो कि भन्ने अवस्था पनि रहेछ। तर पनि के भने दुवै दृष्टिकोणको चिन्तनको आवश्यकता चाहिँ एकदमै रहेको छ। एक पक्ष हामी सकारात्मक रूपमा लेख्छौँ भनेदेखि त्यसको नकारात्मक असर के पर्छ त्यतातिर पनि ध्यान दिने हो कि, अथवा नकारात्मक भावको लौकता छ भने त्यसले सकारात्मक त्यसको अर्को पक्षबाट पनि हेर्नुपर्छ। ऐना अगाडि उभिएर चाहिँ आफ्नो अनुहार र ऐनामा देखिने अनुहार ठिक छ कि छैन, ब्यालेन्सिङ फिगरमा चाहिँ लिएर आउनुपर्छ। एउटा यो चाहिँ जुन पहिलेदेखि यो सरले चाहिँ बारम्बार उठाउनुहुन्छ र हामी चाहिँ यो चिन्तनको कुरा गर्नुहुन्छ। चिन्तन कसरी गर्ने भन्ने चाहिँ एकचोटि चाहिँ सरसँग चाहिँ पाठै पढ्नुपर्ने जस्तो लागिरहेछ मलाई चाहिँ, होइन। मैले पनि खोज्छु यसको सकारात्मक पक्षतिर जाने कि नकारात्मक पक्ष, किनभने हामीलाई अहिले यहाँ कस्तो भएको छ भनेदेखि वास्तवमा परिवेश यस्तो क्रिएट भएको छ, जुनसुकै विश्वको जुनसुकै कुनामा पनि खालि नकारात्मक समाचारहरू मात्रै धेरै जसो आइरहेको छ, जसले गर्दाखेरि हाम्रो लेखन प्रायः नकारात्मकतिरै जान्छ। खालि गाली गर्ने अथवा व्यङ्ग्य कस्ने, त्यसलाई चोटिलो बनाउन, त्यसलाई चाहिँ हारौँ न, ढाड भाँच्चिने गरी कुटौँ न भन्ने खालको लौकथाहरू हामीले बनाउनेतिर जान्छौँ। र सरले चाहिँ के भने त्यो मात्रै होइन, त्यसको सकारात्मक पक्षतिर पनि जाउँ न भन्नुहुन्छ, होइन। हो त्यो एकदमै स्वाभाविक हो। तर के भने अहिलेको परिवेश यस्तो छ, यस्तो संसार यस्तो भइरहेछ जसले चाहिँ नकारात्मक ऊर्जा चाहिँ हामीलाई दिइरहेछ। त्यस कारण अलिकति नकारात्मक पक्षहरू पनि आएको छ कि भन्ने मलाई लागेको छ। धेरै राम्रो कुराहरू यहाँ आएको छ। मैले छोटोमा भने किनभने समयको पनि अलिकति पाबन्दी रहेको छ, होइन। यो हामीलाई जुन यो परिचर्चालाई चाहिँ एकदमै यो नयाँ विचार जानकारीको पहुँच दिन्छ हामीलाई एकदमै। यो सरले विश्वराज सरले जुन कार्यक्रम सञ्चालन गर्नुभएको छ, होइन, यसमा आलोचनात्मक र विश्लेषणात्मक चाहिँ क्षमताहरूको पनि वृद्धि गराइरहेको छ। यहाँ जुन कुराहरू आएको छ त्यो कुराहरूले चाहिँ त्यस्तै गरेर यहाँ समस्या समाधान, किनभने कतिपय कुराहरूमा चाहिँ यो लौकथालाई चाहिँ मैले हजुर मैले थोरै सकाउन लागेको छु। अब यो हामीलाई चाहिँ कस्तो लाग्छ भने लेख्दा लेख्दै यसलाई चाहिँ अलिकति अर्को पाराले लेख्नु पाए हुन्थ्यो भन्ने खालको हुन्छ, होइन। यसमा चाहिँ यस्तो यो परिचर्चाले चाहिँ अलिकति राम्रो पक्ष एउटा मलाई देखेको चाहिँ के भनेदेखि यसरी पनि जानुपर्छ है भनेर सुझावहरू आउँछन्। जुन सुझाव चाहिँ एकदमै हामीले चाहिँ ग्रहण गऱ्यौँ भनेदेखि पक्कै पनि हामीलाई चाहिँ व्यक्तिगत रूपमा पनि फाइदा हुन्छ र साथसाथै यहाँ हामी जो जति लौकथाकारहरू हुनुहुन्छ उहाँहरूलाई पनि एकदमै फाइदा हुन्छ भन्ने मलाई लागेको छ। अब मैले यहाँ समयको पाबन्दी भएको हुनाले अरू पनि 4-5वटा पोइन्टहरू यहाँ राखेको थिएँ, तर त्यसलाई चाहिँ अब फेरि आगामी दिनमा यस्तै गरेर भन्ने मौका पाएँ भनेदेखि सरले मलाई समय दिनुभयो भनेदेखि अलिकति थोरै, आजभन्दा अलिकति थोरै समय चाहिँ अर्को योचोटि 3 मिनट भन्नु, अर्कोचोटि 5 मिनट मैले मागेँ सर। त्यति भन्दै म बिदा माग्छु सर। हस्, धन्यवाद सर। धेरै धेरै धन्यवाद मनिष सर। मनिष सरले ज्यादै महत्त्वपूर्ण अभिभावना पुरा गर्नुभयो, धेरै मलाई खुसी लागेको छ। धेरै धेरै धन्यवाद। समीक्षाहरूको पनि समीक्षा गर्ने जुन काम गर्नुभयो, मैले यहाँको लागि भन्नुभयो यसरी गरिदिनु भनेर अनुरोध गरेका थिएँ। समीक्षाको पनि समीक्षा गर्नु आफैमा चाहिने थिएन, यति महत्त्वपूर्ण चाहिने जिम्मेवारी पुरा गरिदिनु मेरो अनुरोधमा यहाँलाई धेरै धेरै धन्यवाद छ। अब म पटक त्यही भन्दैछु, हामीसँग समय जम्मा 10 मिनट छ र यो 10 मिनटमा कार्यक्रम समापन गर्नुपर्ने छ, बढी से बढी 12 मिनटमा। अब हामी आजको यस कार्यक्रमको सभापति डाक्टर दिनबन्धु शर्मा, उहाँ स्वयं साहित्यकार हुनुहुन्छ। उहाँका कथाहरू एकदमै, उहाँका कथाका पढ्नेहरू नै उहाँका चाहिँ फ्यान हुन्छन् र फेरि फेरि पढ्न चाहिने खोज्छन्। आज हामी बहुत भनौँ न खुसीको स्थितिमा छौँ कि यस्तो व्यक्तिलाई हामीले आज यहाँ सभापतिको रूपमा पाएको छौँ। बन्धु सर, यहाँले सभापतिको मन्तव्य राखि मैले सरलाई अनुरोध गरेँ। सरको लागि समय चाहिँ 10 मिनट छ सर, एकदम समय। 10 मिनट पनि धेरै हुन्छ कि, हेरौँ। ल, धेरै धेरै धन्यवाद। अब आज चाहिँ नि मलाई विश्वराज सरले ठुलो मान्छे बनाइदिनु भयो। अब मैले चाहिँ नि अब कथाको बारेमा अहिले धेरै कुरा नगरौँ, किनभने अब समय पनि छैन। कार्यक्रमको बारेमा मात्रै म कुरा गरौँला। कथा पनि मैले पढेको थिएँ, 2-4वटा कथाहरू मैले पढेको थिएँ र कथा सङ्ग्रह चाहिँ नि लौकथा लेख्न चाहिँ नि अलि पछाडि सुरु गर्नुभएको भए तापनि
उहाँले लघुकथा लेख्न थालेको समय धेरै नभएको भए तापनि लघुकथामा त्यो अपरिपक्वता भनेको कहीँ पनि मैले देखेका थिइनँ। मैले जति पनि लघुकथाहरू पढेँ ती लघुकथाहरू बडो छरिता थिए र त्यो चाहिँ जलप भन्ने जुन छ शीर्षक वास्तवमा चाहिँ त्यो मलाई मनपर्दो शीर्षक पनि हो। किनभनेदेखि यो विश्वराज सर यो ब्रह्म सत्यम जगन मिथ्या भने जस्तो हो क्या। यो मिथ्या भनेको चाहिँ नि ब्रह्म सत्यम जगन मिथ्या भनेर चाहिँ हामीले जुन भन्दछौँ त्यो मिथ्या भनेको छैन भनेको होइन। मिथ्या भनेको जलप लागेको छ भनेको हो, अथवा जस्तो हामीले सोचेका छौँ त्यस्तो चाहिँ छैन, अथवा जस्तो देखिन्छ त्यस्तो छैन भनेको हो। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यसमा कुनै मेरो विमति छैन। जलप शीर्षक पनि उचित छ र कथाकार पनि चाहिँ मैले चाहिँ आज पहिलोपटक मात्रै उहाँको पुस्तक यो त्यो पनि पिडिएफमा, किताब त मसँग छैन, त्यो मेरो हात परेको भए तापनि यति राम्रो लेखकलाई मैले चिनेको रहन्छु भन्ने मलाई लागेको थियो। र आजको कार्यक्रमको कुरा गर्दाखेरि चाहिँ रन्जु खनालजीले हाम्रो उसले चाहिँ मनिषीले चाहिँ सबै समीक्षकहरूको पनि समीक्षा गरिसक्नु भएको हुनाले मैले धेरै भन्नु त छैन। रन्जु खनालजीले बोल्नुभएको थियो, बिचरी भन्ने लघुकथा पाठ पनि गर्नुभएको थियो, उहाँले समीक्षा पनि गर्नुभएको थियो। त्यो राम्रो थियो आफैमा, खै मैले कस्तो गरेँ भन्नुभएको थियो, तर राम्रो गर्नुभएको थियो। अब दीपक लोहनी सरको त एकदमै राम्रो बलियो समीक्षा थियो। यसका सबल पक्षहरूलाई चाहिँ नि बढी केलाउनु भएको थियो। रूप विधान र वस्तु विधानमा क्याटेगोराइज गरेर उहाँले व्याख्या गर्नुभएको थियो। कथाहरू लघुकथाहरू बोधगम्य हुनुपर्छ भन्ने कुरामा उहाँको जुन धारणा थियो त्योसँग म सहमत छु। जस्तो हुन त मलाई नै के खोट लाग्छ भनेदेखि सामान्य पाठकहरूमा प्राय तपाईँको कथाहरू बोधगम्य हुँदैनन् भन्ने लाग्छ। तर कथाको र लघुकथाको अन्तर त्यो पनि हो कि लघुकथाहरू त पढिसक्दा ट्याक्कै बुझिनुपर्छ, लघुकथा ठ्याक्कै बुझिनुपर्छ र त्यो गुण चाहिँ नि हाम्रो कुमुदजीको कथाहरूले त्यो गुण ग्रहण गरेका छन्। त्यसको उल्लेख चाहिँ दीपक लोहनी सरले गर्नुभएको छ। उहाँ चाहिँ नि एकदम पोजिटिभ माइन्डेड मान्छे हो। दीपकजीलाई त मैले पुरानो समयदेखि चिन्दछु र उहाँले राम्रो समीक्षा पनि गर्नुभएको छ, सन्तुलित समीक्षा गर्नुभएको छ। र हाम्रो कथाकारज्यू दीपकजी चाहिँ नि के अरे कुमुदजी चाहिँ नि कानुनी क्षेत्रको मान्छे भएको हुनाले कानुनी कथाहरू आउन् भन्ने धारणा राख्नुभएको छ, त्यो राम्रो लाग्यो। शेखरजीको पनि धेरै राम्रो थियो। जलपमा चाहिँ उहाँले चाहिँ नि जलप भन्ने शब्दको औचित्यमाथि त्यहाँका कथाहरूमै आधारित रहेर उहाँले एउटा वस्तुगत समीक्षा गर्नुभएको थियो र उहाँको विश्लेषण पनि राम्रो थियो। खेमराज सरको त अब भन्नै परेन, सामाजिक राजनैतिक पारिवारिक विभिन्न किसिमले चाहिँ यी कथाहरूलाई व्याख्या गर्नुभएको थियो र यी कथाहरूले सामाजिक पारिवारिक राजनीतिक विभिन्न इस्युहरू उठाएको छ भन्ने कुराहरू उहाँले गर्नुभएको थियो। यसको रूप विधान, कथ्य विधान, भाषा आदिको बारेमा कुरा गर्नुभएको थियो र संक्षिप्तता, क्षणिकता, प्रभावकारिता आदिमा चाहिँ ध्यान दिनुपर्छ र क्षणिकतामा यी अहिले आजका कथाकारले बढी ख्याल गर्नुहोला। संक्षिप्ततामा चाहिँ तपाईँ सफल हुनुभएको छ, प्रभावकारितामा सफल हुनुभएको छ, क्षणिकतामा चाहिँ थप तपाईँले जोड गर्नुहोला भन्ने उहाँको सल्लाह जुन आएको थियो र उहाँले पनि कानुनी लघुकथा लेख्नको लागि प्रेरित गर्नुभएको थियो। अब ती कुराहरू आएका छन्। अर्को खेमराज सरकै समीक्षामा फेरि समीक्षा अलिकति एक वाक्य मलाई चाहिँ गर्न लागेको के हो भने आजभोलि मैले खेमराज सर अध्ययन गर्दैछु, त्यसो भएर पनि होला आफूले केही चिज भनिसकेपछि आफैले भनेको कुराहरूमाथि पनि फेरि समीक्षा गर्ने कि मैले भनेको कुरा ठिकै थियो कि थिएन। अरूका कुरा चाहिँ हामी सधैँ समीक्षा गर्छौँ। हामीले चाहिँ एउटा लघुकथाको रूपमा, कथाको रूपमा वा कविताको रूपमा कुनै कुरा भनिसकेपछि चाहिँ के हामीले भनेको कुरा चाहिँ युनिभर्सल ट्रुथ हो, सार्वकालिक सत्य हुन्छ त? हामी सर्वज्ञ हौ त? के लेखक भनेको सर्वज्ञ नै हो? उसले लेखेकै सकियो कुरो चाहिँ भइहाल्यो भन्ने कुरा हो त भन्ने कुरा एउटा। अर्को चाहिँ नि उहाँले एउटा भाष्यको पनि कुरा गर्नुभएको थियो, त्यो सही पनि हो। एउटा गरिब मान्छेले चाहिँ नि
श्रम गरेर चाहिँ सम्पत्ति कमायो भन्दाखेरि त्यसलाई पनि त्यही भाष्यभित्र, त्यही गलत भाष्यभित्र हामीले हाल्ने त भन्ने कुरा चाहिँ के हो भन्दाखेरि हामी लेखकहरूले पनि आफूलाई फेरि आत्मसमीक्षा फेरि गरौँ है, आत्मसमीक्षा पनि गर्दै जाउँ। किन भन्दाखेरि महाजनो येन गतः सपन्था, लेखकलाई चाहिँ महाजन नै ठुलो मान्छे नै भनिन्छ। लेखकले भनेको कुरा चाहिँ सत्य हो पनि भनिन्छ। किताबमा लेखेको छ भन्थ्यौँ कि हामीले केटाकेटीमा, किताबमा लेखेको छ भनेपछि त्यसलाई प्रामाणिक मानिन्छ। त्यसो कुरालाई किताब लेख्ने मान्छेहरूले चाहिँ त्यसलाई ख्याल गर्नुपर्छ। हामीले सही कुरा लेखेका छौँ त भन्ने कुरालाई ख्याल गर्नुपर्छ भन्ने कुरा आएको थियो। हाम्रो मनिषीले पनि त्यो सबै समीक्षकहरूको समीक्षा गर्नुभएको थियो, राम्रो थियो। र अब चाहिँ म चाहिँ यो कुरालाई सक्छु, मेरो कुरालाई आज मैले धेरै समीक्षाको बारेमा धेरै बोल्दिनँ, किनभने धेरै राम्रा समीक्षाहरू आएका छन् र यी समीक्षाहरूको चाहिँ वास्तवमा चाहिँ डिजर्भ गर्छ। आजको कथा सङ्ग्रहले यत्तिकै वेटी समीक्षाहरू डिजर्भ गर्छ। आजका समीक्षाहरूको जुन तौल छ त्यो तौल किन त्यस्तो तौल पूर्ण भएको हो त, गरिमापूर्ण समीक्षाहरू किन गरियो त भन्दाखेरि आजको लघुकथा चाहिँ गरिमापूर्ण नै हो। मलाई राम्रो लघुकथाको चाहिँ एउटा कृति हो र सबै साहित्यिक मित्रहरूलाई चाहिँ धन्यवाद दिन्छु। लघुकथाकार कुमुद प्रसाद शर्माज्यूलाई चाहिँ हार्दिक बधाई दिन्छु र यो लघुकथाको पुस्तकको चाहिँ सफलताको शुभकामना पनि व्यक्त गर्दछु। अब विश्वराज सरलाई त के भनौँ, विश्वराज सरले हामी सबै देश विदेशमा रहेका, संसारभरि रहेका हामीहरूलाई चाहिँ जुटाउनु भएको छ। हामीले खोट खोजे भएको छ, यो भयो भनिदिए भएको छ, यो भएन भनिदिए भएको छ, यो नराम्रो भयो भनिदिए भएको छ। उहाँले हामी सारालाई जुटाएर अनि हामीलाई नै यो चौतारी चाहिँ निरन्तर रूपमा दिइराख्नु भएको छ। आफ्ना दुःख व्यथाहरू आफ्नो ठाउँमा छन्, आफ्ना समस्याहरू आफ्नो ठाउँमा छन्। त्यसपछि पनि हाम्रा लागि विश्वराज सरले सधैँ एउटा चौतारी तयार गर्नुभएको छ। त्यो पनि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चौतारी हामीलाई निर्माण गरिदिनु भएको छ, हामीलाई खेल्न दिनुभएको छ, हामीलाई साहित्यिक विमर्श गर्न दिनुभएको छ। त्यस कारणले विश्वराज सरलाई चाहिँ म मुरी धन्यवाद दिन चाहन्छु, प्रशंसा गर्न चाहन्छु। म विश्वराज सरको यो उदारता र यो चाहिँ यो हामीलाई दिएको जुन चाहिँ अवसर छ यसका लागि चाहिँ म प्रशंसा गर्न चाहन्छु, निर्धक्क प्रशंसा गर्न चाहन्छु। उहाँ मेरो मित्र भएको कारणले मात्रै होइन कि हामी सबैको मित्र हुनुभएको छ उहाँ, र सरलाई पनि धन्यवाद दिन्छु। र आजको हाम्रो यो कार्यक्रम, हाम्रो यो सभा, यो चाहिँ हाम्रो यो अनलाइन सभा, अन्तर्राष्ट्रिय सभा अहिलेको लागि विसर्जन भएको कुरा यहाँ अनुरोध गर्दछु। सर धेरै धेरै धन्यवाद सर। अझै हामी कार्यक्रममै छौँ। एक दुईवटा थप कुरो सरसँग कुरा गर्न मन लाग्यो। जुन खेमरा सरको जुन अघि उहाँले लघुकथा भन्नुभयो, जसमा छोरी पढ्न गएकी हुन्छ सहरमा र त्यसरी उनले काँधमा चाहिँ देखेर, छोरीले कसैको काँधमा टाउको राखेको देखेर बुवा चाहिँ घरमा गएर रिसायो। अब यो एकदमै दार्शनिक कुरा हो। यसमा हामीले, मैले खेमरा सरसँग पनि दीपक सरसँग पनि अहिले म बोलौँ सर बिचैमा, बोलौँ सर एकैछिन है, विचारको पनि आयु हुन्छ। कसैले यो भन्न सक्दैन कि मेरो यो विचार जुन मैले व्यक्त गरेँ कुनै कथाको माध्यमबाट, निबन्धको माध्यमबाट, केहीको माध्यमबाट पनि, वा आफ्नो व्यावहारिक जीवनमा पनि, त्यसो होइन। विचारको पनि आयु हुन्छ र कुनै आयु र अवधिपछि त्यो विचार मर्छ र त्यसलाई अर्को कुनै विचारले विस्थापित गर्छ। सर भन्नु सर। त्यो चाहिँ सही हो। अब मैले भन्न लागेको कुरा चाहिँ के हो भने, मैले त्यो चिज यहाँ टिपेको छु। मैले यो समय नागेँ कि भनेर मात्रै मैले नभनेको हो। मैले यहाँ ठ्याक्कै के टिपेको छु भने, पहिला मैले टिपेको कुरा भन्छु। कुममा अडेस लगाउन पाउने पक्षमा हो तपाईँ खेमरा सर र विश्वराज सर कि कुममा अडेस लगाउन नपाउने पक्षमा हो? प्रश्न गर्नुहोस् भनेर लेखेको छु। एकदमै रुखो वाक्य लेखेको छु यहाँ मैले, कडा वाक्य है। किनभने मैले चाहिँ जुन अध्ययन गरिरहेको छु, यहाँहरू मात्रै होइन, म पनि होइन, यो चाहिँ धेरै हदमा हामी चाहिँ स्वतन्त्रताको पक्षमा छौँ, आत्मनिर्भरताको पक्षमा छौँ हरेक कुरामा। त्यसो भएको कारणले गर्दाखेरि चाहिँ नि कुममा अडेस लगाएर चाहिँ छोरी हिँडिछ। त्यसो भएको कारणले गर्दाखेरि त्यो त आफ्नो खुट्टामा उभिन नसक्ने भइछ भन्न पनि सकिन्छ। बाबुआमालाई नसोधिकन चाहिँ नि उसले चाहिँ कुममा अडेस लगाएर हिँड्यो नि त।
आफ्नै खुट्टामा उभिछ त, आफ्ना खुट्टामा नउभिएको भए त्यत्रो आँट गर्न किन सक्थे र? बाबुआमालाई नि सोधेर कुममा अडोस लगाउँथ्यो होला नि त। त्यसो भएको कारणले गर्दाखेरि मैले चाहिँ नि आजभोलि मलाई जहिलेसुकै कन्फ्युजन हुने गरेको कुरा चाहिँ नि विश्वराज सर र खेमराज सरको बारेमा भन्दा पनि विश्वराज सरको बारेमा चाहिँ बारम्बार मलाई चाहिँ कहिले काहीँ कन्फ्युजन के हुन्छ भने विश्वराज सरका चाहिँ कथाहरू कहिले काहीँ देवकोटाको जस्तो भएर आइदिन्छन् क्या। जस्तो मैले देवकोटा जस्तो किन भनेको भने हाई हाई अङ्ग्रेजी भन्ने निबन्ध लेखे देवकोटाले भने आधा निबन्ध अङ्ग्रेजीको पक्षमा हुन्छ, साँच्चै पक्षमा हुन्छ, आधा निबन्ध अङ्ग्रेजीको विपक्षमा हुन्छ। ठिक छ, त्यसलाई हामीले रोमान्टिसिजम भनौँ, स्वच्छतावाद भनौँ, त्यो एउटा चरण थियो। तर अब हामी चाहिँ नि कुन स्थितिमा हो भनेर भन्दाखेरि चाहिँ नि लेखकको पनि अब एउटा सैद्धान्तिक अब एउटा वैचारिक धारणा हुनुपर्छ र त्यो धारणालाई बल पुर्याउनु पर्छ र लेखक पनि अब एउटा विचारमा स्थिर हुनुपर्छ भन्ने धारणा चाहिँ नि मैले बनाएको हो हैन। अहिले खेमराज सरले त आफै भन्नुभयो उहाँको बारेमा किन भन्नु छ र? किनभने मैले यस्तो त लेखेँ अनि मैले आफैमाथि फेरि समीक्षा गरेँ। त्यसो भएको हुनाले लेखकहरूले आफूमाथि पनि समीक्षा गर्नुपर्ने हुँदो रहेछ भनेर खेमराज सरले जुन भन्नुभयो त्यसप्रति मेरो सम्पूर्ण सहमति छ। मेरो भनाइ यही टुङ्गे है। धेरै धन्यवाद। आज बहुत प्रसन्न छु कि सबैजना यति धेरै विचारहरू लिएर प्रस्तुत गर्न खोजिरहनु भएको छ। एकदमै वैचारिक र राम्रो अर्को कुनै यस्तै राम्रो कार्यक्रम भयो। अलिक लामो समय कुरा गरौँला। म कुमुद सर कहाँ आउँछु, जसको बारेमा आज यति उहाँको विचारप्रति यति विचारहरू उत्पन्न भए, उहाँकै किताबले गर्दा आज यतिजनाले बोल्नुभयो र अहिले बोलेको पनि झन्डै 2 घन्टा हुन थालिसक्यो। अब कुमुद सरसँग मेरो के छ भने यहाँको यो पुस्तकप्रति रहेर जिज्ञासा। कुमुद सर साहित्यकारले रचना वा कृति सृजना आफ्नो सन्तुष्टिको लागि गर्ने हो वा समाजलाई सही दिशातर्फ गमन गराउनको लागि गर्ने? एउटा के साहित्य सार्थक र निरर्थक पनि हुन सक्छ? के साहित्य सार्थक र निरर्थक पनि हुन सक्छ? अनि के कस्ता विषय वा कारणले यहाँलाई लघुकथा लेख्न प्रेरित गर्छ? साथै आजको यो कार्यक्रम यहाँलाई कस्तो लाग्यो? यही प्रश्नहरूको सेरोफेरोभित्र रहेर सरले आफ्नो जवाब एकदमै त्यो लघुकथामा जसरी लेखिन्छ नि कुम्च्याएर एउटै झोलामा 10 वटा प्यान्ट 15 वटा सर्ट हालिन्छ लघुकथामा, त्यसै गरी सरले 6 मिनटभित्रमा आफ्नो भनाइ राखिसक्नु पर्यो। हजुर, हस्, प्रश्नको लागि धन्यवाद विश्वराज सर। यो पहिलो प्रश्नको जवाब चाहिँ नि त्यति सजिलो छैन। वास्तवमा लघुकथा लेखिने आत्मसन्तुष्टिको लागि हो कि अथवा चाहिँ नि समाजलाई सही दिशातर्फ गमन गराउन, यो कुन हो, त्यो दुईटा मध्ये कुन हो भनेर भन्नलाई चाहिँ यकिनका साथ भन्नलाई कठिन हुन्छ। त्यसैले यो दुई सन्दर्भलाई सँगसँगै राखेर हेर्नुपर्छ भन्ने मलाई लाग्दछ। हामी लघुकथा लेख्छौँ, रसिलो कसिलो चोटिलो पोटिलो बनाउने सक्दो प्रयास गर्छौँ, तर हामीलाई के कुरामा चित्त बुझ्दैन, हामी त्यसलाई सामाजिक सञ्जालमा पोस्ट पनि गर्दैनौँ, त्यो प्रकाशन पनि गर्दैनौँ, वाचन पनि गर्दैनौँ। त्यो सृजना त्यो डायरीमा त्यत्तिकै बस्छ, ल्यापटप मोबाइलमा त्यसै बस्छ, अथवा डिलिट गरिदिन्छौँ, च्यातेर फालिदिन्छौँ। यो के भने, किनभने त्यसमा हामी कुनै न कुनै हिसाबले सन्तुष्ट हुँदैन, हामीलाई चित्त बुझ्दैन, त्यो हाम्रो लेखाइमा विषयवस्तुको छनौटमा चित्त बुझ्दैन। त्यसैले साहित्य सृजनाको पहिलो कडी भनेकै आत्मसन्तुष्टि हो भनेर भन्ने मलाई लाग्दछ। यो कुराले चाहिँ त्यो देखाउँछ। अनि यति हुँदाहुँदै पनि प्रत्येक मान्छेको चाहिँ समाजप्रति दायित्व त हुन्छ नै। हामी सृजनाको क्षेत्रमा कलम चलाउँछौँ, हाम्रो पनि आफ्नै जिम्मेवारी त हुन्छ नै। त्यसैले हामीले त्योबाट अलग हुन सक्ने कुरा भएन। त्यसैले हामीले कुनै विषय समातेर लेख्न बस्दाखेरि त्यो लेख्नुको पछाडिको उद्देश्य प्रष्ट हुनुपर्छ भनेर भन्छौँ। लघुकथामा हामी समाजमा व्याप्त विकृति, विसङ्गति, गलत प्रवृत्तिहरूप्रति व्यङ्ग गर्छौँ, झट्का दिन्छौँ, झटारो हान्छौँ। त्यसको अर्थ छ नि त। कसैले ख्याल नगरेको यस्तो विषय चाहिँ नि हामी आम पाठकहरूको जानकारीमा ल्याउँछौँ।
लघुकथाको माध्यमबाट यसमा सबैको एउटा धारणा बन्न मद्दत मिल्छ भन्ने पनि हो। अब भले हामी समाजलाई बदल्न भनेर लेख्न त बस्दैनौँ, तर सृजनामा उठाइएका सकारात्मक, सृजनात्मक, अग्रगामी, उपयोगी कुराहरू समाजलाई अगाडि बढाउनलाई चाहिँ नजानिदो किसिमले सहायक सिद्ध भइराखेको हुन्छ। त्यसैले यी दुई मध्ये कुन चाहिँ भन्नुभन्दा पनि दुवैलाई एकै ठाउँमा राखेर हेर्नुपर्छ भन्ने मलाई लाग्दछ। यो पहिलो प्रश्नको मैले राखेँ। अब दोस्रो प्रश्न चाहिँ नि साहित्य सार्थक र निरर्थक पनि हुनसक्छ भनेर भन्ने छ। अब यो साहित्यले मान्छेलाई साहित्य हाम्रो सृजना सबैको लागि उपयोगी होस्, अनुकूल होस्, साहित्यले मान्छेलाई सुखी खुसी राख्न सकोस्, दुःख पीडा भुलाओस्, त्यो साहित्य त्यस्तो हुनुपर्छ। केही गर्ने ऊर्जा दिलाओस्, अरूलाई प्रेरणा दियोस्, बाँच्न लड्न विकृति विसङ्गतिसित अथवा गलत प्रवृत्तिप्रति विद्रोह गर्न सिकाओस्, अग्रगामी होस्, समाजलाई नयाँ सिराबाट अगाडि बढाउन मद्दत गर्ने होस्, नयाँ सोच, जाँगर, उत्साह सहितको होस् भन्ने हो। साहित्यका यी सकारात्मक पक्षहरू हुन्। अब तर केही नकारात्मक पाटाहरू पनि छन्, जस्तो यदाकदा यहाँ केही हुँदैन यो देशमा भन्ने, अनि सबका सब खत्तम छन् भन्ने यो भाष्य निर्माण हुने गरेको पाइन्छ। कहिलेकाहीँ हाम्रो सिर्जना व्यक्ति लक्षित, व्यक्ति केन्द्रित अथवा नामै तोकेर आक्षेप लगाइएको, व्यङ्ग गरिएको त्यस्तो पाइन्छ। अनि जात जाति जनजातिहरूलाई लक्ष्य गरेर व्यङ्ग गरिने, आफ्नो राजनीतिक आस्था खुलाउने, अनि कसैको शारीरिक कमजोरीमा व्यङ्ग गर्ने, होच्याउने, कसैको पेसालाई अपमानित गर्ने, पश्चगमन, योभन्दा त बरु पहिलेकै व्यवस्था ठिक थियो भन्ने खालका, अनि अन्धविश्वासलाई अलिक मलजल गर्ने, कसैप्रति क्रोध, घृणा, पूर्वाग्रही हुने, अनि निराशावादी विषयवस्तु प्रस्तुत गर्ने, राष्ट्रियता अनि राष्ट्रिय अखण्डता, समग्र रूपमा राष्ट्रहितको प्रतिकूल विषय समावेश हुन जाने, अनि यस्ता आम नागरिकलाई हतोत्साहित तुल्याउने यस्ता सृजनाहरूले चाहिँ कसैलाई पनि हित गर्दैन। यी निश्चित रूपमा निरर्थक हुन् भनेर भन्ने मलाई लाग्दछ। दोस्रो, अब के कस्ता विषय वा कारणहरूले मलाई लघुकथा लेख्न प्रेरित गर्छन् भनेर भन्ने कुरा तेस्रो प्रश्न छ। यसमा धेरै कुराहरू छन्। मुख्यतः अब यो समाजमा यदाकदा देखिने विकृति विसङ्गति र गलत प्रवृत्ति नै हुन्। यो आडम्बरी कुरा, देखावाहरू देखिन्छ कहिलेकाहीँ, जस्तो खोलामा ढल मिसाउने अनि आफू चाहिँ त्यो खोला वरिपरिको प्लास्टिक बटुलेर सोसियल मिडियामा फोटो राख्ने अनि भाइरल भन्ने त्यस्तो प्रवृत्ति। अनि अब गमलामा रोपाइँ गर्ने अनि भकारी बुन्ने तालिम दिन जाने यो विसङ्गतिपूर्ण कुराहरू। अनि कहिलेकाहीँ भाष्य कस्तो निर्माण भएको हुन्छ भने लोग्ने विदेश गयो अनि त्यहाँ ल स्वास्नी यसको श्रीमती अब यहाँ बस्दिन, घरबार यसको बिग्रिने भयो भन्ने एउटा भाष्य निर्माण भएको छ। त्यस्तो भयो भने मलाई चाहिँ त्यो यो एकाध घटनाहरूलाई लिएर आम धारणा बनाउनु हुँदैन भन्ने हिसाबले म त्यस्तोमा चाहिँ लघुकथा लेख्न रुचाउँछु। अनि नेपाल खत्तम भयो, असफल राष्ट्र बन्ने भयो भन्ने, यहाँको अर्थतन्त्र खत्तम भयो भनेर भन्ने, त्यस्तो भयो भने मलाई त्यस्तोमा विषयमा लेख्न मन लाग्छ। अनि अब सामाजिक सञ्जालमा धेरै कुराहरू आउँछ, त्यसले मलाई यो लेख्ने खुराक मिल्छ। समाचारकै कुराहरू भयो, अनि यो जब दिवसहरू समारोहहरू आउँछ, जस्तो महिला दिवस भयो, शहीद दिवस भयो, त्यसले पनि मलाई लेख्ने ऊर्जा दिन्छ। अनि अरूको लघुकथा भयो, अनि यस्तै त्यो लघुकथाहरूमा भएको यस्तै चाहिँ कार्यक्रमहरू भयो, छलफल गोष्ठी, त्यसमा उठाइएका सन्दर्भहरूले चाहिँ थप नयाँ लेख्नलाई चाहिँ ऊर्जा मिल्छ। यो हाम्रो मैले एउटा लघुकथा यस्तै कार्यक्रममा यो हाम्रो खेमराज सरले भन्नुभएको थियो, यो वृद्धाश्रम सम्बन्धमा, त्यो उहाँकै त्यो सुनेर मलाई त्यो फुरेको हो। अनि अब काम गर्दाको अनुभव भोगाई, अब म
31 वर्षसम्म सरकारी सेवामा अधिकृत भएर काम गरेँ। त्यसमा चाहिँ नि यो पछिल्लो अवधिमा 4-5 वर्ष चाहिँ यो द्वन्द्वकालीन आयोगमा द्वन्द्वकालीन घटनाहरू छानबिन गर्न बसेको आयोगमा त्यहाँ काम गरेँ। त्यसले मलाई चाहिँ नि धेरै त्यो द्वन्द्वकालीन घटनाहरूको बारेमा लघुकथा बनाएर लेख्नलाई चाहिँ ऊर्जा मिल्यो। अनि यो म त्यही जागिरकै दौडानमा मलाई एकजना साथीले मेरै क्षेत्रका उपल्लो मान्छेहरूले मेरो क्वार्टरमा कतिजना आउँछन् मलाई भेट्न, अफिसमा कतिजना भेट्न आउँछन्, म ट्याली गरेर हेर्छु, त्यो जो आउँदैन मलाई भेट्न त्यसलाई तोरीको फुल देखाउनु पर्छ भनेर भनेको मलाई त्यो सम्झना भयो। त्यो विषय मलाई एकदम खट्किरहेको थियो। अनि त्यसमा मैले लेखेको छु लघुकथा। अनि यो कति कुराहरू त हामी कार्यालयहरूमा जान्छौँ, ढिला सुस्ती हुन्छ, त्यो विषयलाई पनि लिएर लेखेका छौँ। हजुर, म सिधै हुन्छ। अनि किताब फिर्ता नगर्ने यो मलाई नै परेको हुनाले लेखेको हो, मेरो किताब फिर्ता नगरे हुनाले। अनि यो सामाजिक सञ्जालले न्याय सम्पादनमा परेको असरहरू इत्यादि कुराहरू छन्। आम मानिसहरूले भोग्न परेको कुराहरू मलाई जहाँबाट त्यो स्ट्राइक गर्छ त्यो लेख्न बस्छु। अनि अब आजको कार्यक्रम कस्तो लाग्यो भनेर भन्दाखेरि आजको कार्यक्रम अब मलाई त आफ्नै कृतिमा भएको छलफल हुनाले मेरो कमी कमजोरी मलाई त एकदम त्यसमा चासो थियो, कहाँनिर मैले सुधार गर्ने ठाउँ छ भन्ने। एक किसिमले एकदम मजा आइरहेको थियो। अनि अलिकति खल्लो भयो, त्यो सुन्दा सुन्दै सिद्धियो। हामी त अन्त्यतिर आइसक्यौँ, त्यो खल्लो भयो। अझै सुनिरहनु पाए, अझ यसलाई लम्ब्याउनु पाए अझ राम्रो हुन्थ्यो। धेरैजना अग्रज र स्थापित स्रष्टाहरूले मेरो कृतिको बारेमा आफ्नो विचार राखिदिनु भयो। मलाई आफ्नो कमी कमजोरी सीमा थाहा पाउने अवसर मिल्यो। मेरो लागि यो बहुमूल्य सम्पत्ति हो। अब बहुमूल्य सुझावको लागि सबैप्रति आभार प्रकट गर्दछु। यो मेरो लागि एउटा ठुलो अवसर पनि हो। मेरो कृति उप मिहिनसँग केलाएर व्यक्त गरिएका विचारहरूले मलाई लघुकथा लेखनमा अगाडि बढ्न प्रेरणा र हौसला मिलेको छ। अब लेखिने लघुकथाहरूमा अवश्य पनि त्यसतर्फ ध्यान पुर्याउनेछु। वास्तवमा यस किसिमको कार्यक्रमले स्रष्टालाई मात्र सहयोग हुने नभई समग्र रूपमा लघुकथा विधाकै उन्नयनमा समेत सहयोग पुग्छ भन्ने मलाई लागेको छ। अन्त्यमा आजको कार्यक्रमका लागि मेरो लघुकथा सङ्ग्रह जलपलाई छनौट गरिदिनु भएर यस्तो अवसर जुटाइदिनु भएकोमा स्रष्टा साझ अमेरिका र विश्वराज सरप्रति हार्दिक हार्दिक आभार प्रकट गर्दछु। यति नै राखेँ। हजुर, धेरै धेरै धन्यवाद कुमुद सर। समयको अभाव नभइदिएको अझै सरका कुराहरू सुन्नु, सरले भनौँ न यति राम्रा राम्रा कुराहरू ल्याउनु भयो, बहुत आनन्द आयो सरको कुराहरू पनि सुन्दाखेरि। तर समय अभाव भएको कारणले गर्दा अब कार्यक्रम समाप्त भएको छ। यस कार्यक्रममा सहभागी भइदिनु भएकोमा परिचर्चाकारहरू, अतिथिहरू र कृतिकार सबैमा म विश्वराज अधिकारी हार्दिक धन्यवाद व्यक्त गर्दछु। म स्रष्टा साझ अमेरिकाको तर्फबाट पनि यहाँहरूले हार्दिक धन्यवाद व्यक्त गर्दछु। फेसबुकबाट लाइभ हेरिरहनुभएका संसारभरिका चाहे जुनसुकै देशमा हुनुहुन्छ यहाँ सबैलाई, सबै श्रोता दर्शकहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु। अब श्रीमद् भगवत गीताको एउटा श्लोक सदाझै, या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी यस्यां जागृति भूतानि सा निशा पश्यते मुनेः। सर्वमङ्गलम्। अब म पहिला फेसबुकबाट बाहिर हुन्छु।